मलाई सुन्नु भएको छ भने प्लिज हजुरको माइक म्युट हुन्छ। आयो। एकजनाले मात्र लेख्नु भएन। ओके। आज जोडिने साथीहरूलाई मैले धेरै कुरा राखिनँ, बिस्तारै देखिहाल्नुहुन्छ। हिजो जोडिने साथीहरूले थाहा पनि पाइसक्नु भएको छ। हामीले सुरुमा वार्म अप सेसन हामीले हमिङ गरेर सुरु गर्छौँ। तर नयाँ जोडिने साथीलाई कसरी गर्ने भन्ने पनि हुनसक्छ। सर मलाई देख्नु भएको छ लास्टको सर, मलाई देख्नु भएको छ। ओके। ढाड र गर्दन सिधा, हामी सधैँ बस्दा ढाड र गर्दन सिधा, ढाड र गर्दन सिधा। हामी तिन पटक सुरुमा हमिङ गर्छौँ, ओमकार उच्चारण गर्छौँ। जसले हिन्दू धर्म फलो गर्नुहुन्न या अरू धर्म जुन ओमकार उच्चारण गर्न अप्ठ्यारो मान्नुहुन्छ उहाँहरूलाई गर्न जरुरी छैन, त्यसलाई म्यान्डेटरी छैन। जसले यसलाई कम्फर्टेबल फिल गर्नुहुन्छ हजुरले गर्नु होला। तर ओमकार उच्चारण गर्नुहुन्न भने पनि ढाड र गर्दन सिधा र श्वास प्रश्वास चाहिँ एकदम आनन्दसँग लिनु होला, मन्द गतिमा श्वास प्रश्वास लिनु होला। आँखा बन्द गर्दाखेरि अति उत्तम है। हामी तिन पटक ओमकार उच्चारण गर्छौँ, त्यसपछि तिन पटक भ्रामरी गर्छौँ र त्यसपछि फेरि एकपटक गर्छौँ। यो तिन पटक गरेर एकपटक गर्दा ठिकै होला जस्तो लाग्यो मलाई। उद्गीत भन्छ है, उद्गीत प्राणायाम भन्छ। यो सुरुमा ओमकार गर्ने उसलाई चाहिँ उद्गीत प्राणायाम भन्छ। ओमकार हमिङ हजुरलाई अलिक बढी बुझ्ने भनेको हमिङ हो, त्यसरी बुझ्नुहुन्छ हामी गर्छौँ। र मलाई मसँग सँगसँगै गर्नु होला, मलाई फलो नगर्नु, सँगसँगै गर्नु म अनुरोध गर्छु। अनि हामी त्यसपछि आजको सेसन सधैँ सेसनमा यसरी हामी प्रवेश गर्छौँ। म यहाँ फिजिकली उपस्थित हुन सकिनँ, बाहिर भएँ भने पनि सकेसम्म हजुरसँग अनलाइनमा जोडिएर यो गर्ने म कोसिस गर्नेछु। जुन विगतमा मैले गरेको थिएँ त्यसले बिचमा एक वर्ष ब्रेक गर्दाखेरि र अहिले त्यसलाई कन्टिन्यू गर्दा अलिकति चेन्ज पाएको हुनाले मैले यसलाई चाहिँ अहिले कन्टिन्यू गर्ने योजना बनाएको छु। आउनुहोस् सुरु गरौँ। ध्यान मुद्रामा आँखा बन्द, ढाड गर्दन सिधा हुन्छ, श्वास प्रश्वास एकदम सहज ढङ्गले लिनुहोस्। अनलाइनका साथीहरू पनि ल हुन्छ। होस्ट छैन, एकैछिन है, होस्ट छैन। उसमा तिमी खै जुन होस्ट नै छ नि, होस्टलाई हुन्छ उसमा चेक गरेर गइसक्यो होला, गइसक्यो होला, नभए छोडिदियो केही छैन। धारा गर्दैन सिधा, ध्यान मुद्रामा हुन्छौँ। सर चस्मा लाउनु, सर चस्मा निकाल्नु होला है, अहिले हजुरहरूलाई अप्ठ्यारो हुन्छ, चस्मा निकाल्नु होला। म्यामले चस्मा निकाल्नु होला। हामी भ्रामरी गर्नु भएको छ सरहरू, यसै केही थाहा छ छैन भने म भ्रामरी गर्छु। फेरि यो गर्दा टाइम जान्छ। मैले गर्दै गर्दा हजुर ओमकार गरिसकेपछि एकपटक हेर्नु होला है, एकपटक हेर्नु होला, त्यसपछि रिपिट गर्नु होला। आँखा यो हात औँला सबैको हेर्नु होला है। ओ हामी सहज आसनमा यसरी नै बस्दैछौँ। हातका तिनवटा औँला कान्छी, साइली र माइली हामीले जसरी बुझ्छौँ, यो औँला तिनवटा औँलाले आँखा छोप्छौँ। दुईवटा औँला यो इन्डेक्स फिङ्गर जुन चोर औँला भनेर हामी बुझ्छौँ, तर्जनी अङ्गुष्ठा, यसलाई आँखी माथि राख्छौँ र दुईवटा बुढी औँलाले कान टम्म तुन्छौँ। मुख बन्द अवस्थामा हुन्छ र हामी ओमकार उच्चारण गर्नेछौँ सोही अवस्थामा।
ध्यान मुद्रामै रहन्छौँ, आँखा बन्द अवस्थामा हुन्छ र हामीले एकपटक फेरि उद्गित प्राणायाम ओमकार गर्छौँ फेरि। ओम। आँखा बन्द अवस्थामै राख्नुहोस् र अहिले आफूलाई जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, म पवित्र ठाउँमा छु, म अति सुन्दर ठाउँमा छु र म सुन्दर अवस्थामा छु, मैले जुन लक्ष्य लिएर अगाडि बढेको छु त्यसलाई प्राप्त गरी छाड्नेछु भन्ने इमेजिन गर्नुहोस्। आँखा बन्द अवस्थामा हजुरको यात्रा कानुन व्यवसायी बन्ने यात्रा छ। शरीर याद गर्नुहोस्, चिटिक्क ड्रेसमा, कानुन व्यवसायको ड्रेसमा आफूलाई हाँटिएर हिँडेको, अदालत प्रवेश गर्दै गरेको परिकल्पना गर्नुहोस् र आफूसँग रहेको झोलाबाट मिसिलका फाइलहरू निकालेर सम्मानित इजलासमा बहस पैरवी गरेको इमेजिन गर्नुहोस्। तपाईँ मन्द मुस्कानमा आफूलाई खुसी भावमा त्यहाँ प्रस्तुत गरेको र न्यायाधीशले राखेका सवालहरूमा तपाईँले सही ढङ्गले डिल गरेको परिकल्पना गर्नुहोस्। म यो कानुन व्यवसायको यात्रामा प्रवेश गर्दै गर्दा अन्यायमा परेका समुदाय, अन्यायमा परेका पक्षलाई म न्याय दिलाउन इमान्दार र सच्चा मनले लागि पर्नेछु र त्यसलाई पूर्ण गर्नेछु भन्ने प्रण गर्नुहोस्। अन्यायमा परेकालाई न्याय दिलाउन आफूले खेल्ने महत्त्वपूर्ण भूमिकाको लागि सक्षम बनाउने आफ्ना मातापिता, गुरुजनहरूप्रति कृतज्ञ हुनुहोस्, धन्य हुनुहोस्, प्रण गर्नुहोस् कि माता, पिता, गुरुवर मैले सत्कर्म गर्नेछु र यो पेसामा काबिल तरिकाले उपस्थित हुनेछु भन्ने प्रण गर्नुहोस्, दृढ सङ्कल्प गर्नुहोस्, म सक्छु भन्ने एउटा हिम्मत लिनुहोस् र अहिले ध्यान मुद्रामा भएका औँलाहरू खोल्नुहोस्, दुवै हत्केला शिरमाथि लैजानुहोस्, मजाले रगड्नुहोस् र तातो हत्केला आफ्नो अनुहारमा लेप गर्नुहोस्, म अति सुन्दर छु भन्नुहोस् र दुवै हत्केला बिस्तारै हेर्नुहोस्। हो, थ्याङ्क यू सो मच। ज्ञानपुञ्जले के प्रोभाइड गर्छ, हामी कसरी जान्छौँ भन्ने विषयमा हामीले हिजोको सेसनमा हजुरहरूलाई धेरै कुरा भनेका छौँ। आज त्यही विषयमा जाँदा अलिक लामो हुन्छ। हजुरहरूको सहजताको लागि हिजोको रेकर्डिङ सेसन हामीले ग्रुपमा हालिदिएका छौँ, जुन युट्युब च्यानलमा पनि छ, हजुरले युट्युब च्यानलबाट हेर्न सक्नुहुन्छ। त्यसबाट हेर्नुभयो भने हजुरलाई सजिलो हुन्छ। त्यसर्थ हामी कसरी जान्छौँ भन्ने कुरामा हामी अहिले समय मैले खर्च गरिनँ। हजुरले दृढ सङ्कल्पका साथ लाग्नुहोस्, म सक्छु है, म सक्छु, म गर्छु, म सक्छु, म गर्छु। आउँदै गर्दाखेरि हजुरहरू नमस्ते, म आउन सक्छु यो नगरिदिनु होला। सरासर आउनुलाई बाहिर निस्किन पनि पर्न सक्छ, सरासर जानु होला, त्यसमा केही पर्दैन है, है केही पर्दैन प्लिज। थ्याङ्क यू सो मच, हजुरले गरिहाल्नुभयो। अबदेखि हजुरहरूलाई मैले नोटिस गराएँ, त्यो चाहिँ पर्दैन। आउनुहोस्, सरासर आउनु जानुहोस्, हजुरहरूलाई मैले यही विषयमा केही भन्नु पर्दैन। हजुरहरू एउटा सङ्कल्प के गर्नु छ भने म सक्छु,
यो एकदमै राम्रो पेसामा आउँदै हुनुहुन्छ, नसक्ने भन्ने केही पनि छैन। र यो रिजल्टमा आइरहेको त्रुटि कहाँ हो भने मैले हिजो पनि भने र यसलाई फेरि पनि एकचोटि स्ट्रेस थोरै दिन्छु कि फर्स्ट पेपरलाई सजिलो मान्ने है, र मिसिनलाई सेकेन्ड पेपरलाई दुःख मान्ने हाम्रो जुन यो थट प्रोसेस छ नि, यसले नै हामीलाई असफलतातिर लैरहेको हुन्छ। जति पनि विद्यार्थीहरू त्यो एटेम्प गरेकोमा फेरि आफूलाई पूर्ण कानुनी व्यवसाय रूपमा लान सक्नु भएको छैन, उहाँहरूको एउटा समस्या त्यहाँ मात्रै हो कि यो दुःख छ, गाह्रो छ भन्ने कुरा त कति चिज गाह्रो छन् नि त, होइन? सजिलो छ भनेर मान्छे सफल भएको, म सक्छु भनेर त्यसो भए तपाईँसँग पहिलो के हुनु पर्यो? यस आई क्यान, आई डु, है, मैले सक्छु, मैले गर्छु भन्ने तपाईँसँग के हुनु पर्यो? पहिलो आत्मविश्वास हुनु पर्यो। त्यसै यो ठुलो समस्याको विषय होइन। अब यो समस्यालाई हामी कसरी तिर्छौँ? मैले हजुरहरूलाई फेरि पनि र भोलि पनि रिपिट गर्ने कुरा र बारम्बार तपाईँहरूसँग रिपिट गर्ने कुरा के हो भने हामीले हजुरहरूलाई पढाउने हौँ, हामीले पढाउने होइन। तपाईँहरूका समस्या छन्, केही केही समस्या छन्, धेरै छैन। कुनै साथीको एउटा, कुनै साथी दुईटा, केही समस्याहरू होला। यी समस्या समाधान गर्न हजुर सक्नुहुन्छ। त्यो समाधान गर्नलाई अलिकति बढी टाइम हजुरलाई आफैलाई लाग्ने हुँदाखेरि हामीले यहाँ थोरै त्यो समस्या समाधान यसरी हुन्छ है भनेर असिस्ट गर्ने मात्रै हो, है, हजुरलाई पढाउने होइन, समस्या समाधान गर्न बस्ने हो। र ती समस्याहरू हामी समाधान गर्छौँ। त्यसको लागि कसले समाधान गर्छौँ भन्दा हामी यस क्षेत्रका काबिल व्यक्तिहरूबाट हामी समस्या समाधान गर्छौँ। फर्स्ट पेपर, सेकेन्ड पेपर र ट्रान्सलेसन पनि, हामी ट्रान्सलेसन पनि स्पेसल क्लास राख्छौँ। भोलिबाट हाम्रो नोटरी ट्रान्सलेसन क्लास हुँदैछ। यहीँ नोटरी ट्रान्सलेसन पनि क्लास हुन्छ भनेपछि हामीले यसको ट्रान्सलेसनलाई त हामीलाई समस्या भएन, हामी त्यो ट्रान्सलेसन पनि गराउँछौँ, अहिलेदेखि प्र्याक्टिस गराउँछौँ। हजुरहरू आजदेखि मेहनत गर्ने बानी बसाल्नु होला। र कसरी जाने भन्ने कुराहरू म फेरि भोलिको सेसनमा मैले हजुरलाई राख्छु। एउटा दुईवटा सेसनमा म फुल डेमा आफै लिन्छु, हजुरहरूसँग फुल सेसनमा आफै लिन्छु। कसरी जाने भन्ने विषय तपाईँलाई स्टेप बाई स्टेप त्यो सेसन पनि म हजुरहरूलाई सेयर गर्छु। अब हामी हजुरलाई कसरी पढाउँछौँ, के गर्छौँ, कसरी त्यो सोल्युसन दिन सक्षम छौँ भन्दा हरेक जुन 31वटा विषय छन् त्यसमा फर्स्ट पेपरमा, त्यसमा पनि हामी प्रत्येक विषयका विषय विज्ञहरूलाई मात्र हामी क्लास दिन्छौँ, र कि एउटै स्ट्रक्चरबाट पढाउने, साउजीले नै सबै पढाइदिने यो गर्दैन है। तपाईँहरू यसमा ख्याल गर्नुहोस् कि सबै एउटैले गरिदियो भने त्यहाँ तपाईँलाई त्यो क्याच गर्नलाई तपाईँलाई समस्या हुन्छ नै हुन्छ है। र तपाईँ आफूलाई केन्द्रमा राखेर यहाँ आउनु, हजुरको 100% रिजल्ट निकाल्न आउनु। हजुर सबैले 100% चाहनु भने के हुन्छ? ज्ञानपुञ्ज रिजल्ट कति हुन्छ? 100 हुन्छ। ज्ञानपुञ्ज कति पर्सेन्ट छ? 80 छ, 85 छ, 13 छ, 17 छ, 18 छ भन्न थाल्नु भने के हुन्छ? तपाईँ त त्यो जुनतिर पनि पर्न सक्नुहुन्न। 49 हुँदाखेरि पनि तपाईँ एकमा पनि पर्न सक्नुहुन्छ नि त। यता नजान पनि म अनुरोध गर्छु। र पहिलो पेपरमा हामी त्यसरी जान्छौँ। दोस्रो पेपरको लागि पनि हामी यो पटक हामी हजुरहरूलाई विशेष ढङ्गले पढाउँछौँ। कसरी जान्छौँ भने प्रत्येक विषयका विषय विज्ञ ल्याउँछौँ। जस्तो देवानीको फरक ल्याउँछौँ, उसको क्रिमिनलको फरक ल्याउँछौँ, रिटको फरक ल्याउँछौँ, र अर्को एडिसनल ज्ञानपुञ्जले गर्ने भनेको शनिबार बिदाको दिन हजुरलाई त्यो एउटा केसमा विषय विज्ञ जुन वरिष्ठ अधिवक्ता र लामो समयदेखि चाहिँ त्यसमा एडभोकेसी गरेका जो हुनुहुन्छ, लिटिगेसन गरेका एडभोकेट हुनुहुन्छ, उहाँलाई ल्याएर यहाँ हामी उहाँहरूबाट तपाईँलाई प्रशिक्षण गर्छौँ है। त्यो एउटा। र प्रत्येक दिन बिहान तपाईँलाई डिस्कसन क्लास चलाउँछौँ भने मक टेस्टहरूको एभ्री विक हुन्छ। केही कोर्स अगाडि सकिएपछि है, अहिले सुरुमै त तपाईँ के मक टेस्ट दिने समय छ, केही कोर्स अगाडि गइसकेपछि मक टेस्ट हुन्छ। यो हजुरहरूले बिना हिचकिचाट लिनु होला है। साथीहरूलाई के हुन्छ भने यहाँ आएपछि म त गर्दिनँ सर, किन लाज हुन्छ भनेर कि 30मा मेरो 12 आइदियो भने, मेरो 5 आइदियो भने लाज भने त्यो होइन। त्यस्तो नगर्नु होला। हामी तपाईँलाई दुवै आओस् कि केही समस्या छैन, तर सुरु त गर्नुभयो नि त है। त्यसरी जान हामी अनुरोध गर्छौँ। र आज जुरिस्प्रुडेन्सको सेसन हजुरहरूलाई छ। यो जुरिस्प्रुडेन्सले के गर्छ भने तपाईँलाई बाटो खुलाइदिन्छ कि कानुन कसरी पढ्ने, के छ, कसरी जाने हो भन्ने कुरा धेरै खुलाइदिन्छ। र हाम्रो विगतका क्लासहरूमा सर्वाधिक रुचाइएको सेसन जुन सरले लिनुभएको छ, सर्दीय सर हुनुहुन्छ अधिवक्ता देवेन्द्र भण्डारी सरलाई म अगाडि आउन अनुरोध, कृपया जोरदार तालीले सम्मान गर्नुहोस्। देवेन्द्र भण्डारी सर लिटिगेसनमा लामो समयदेखि लागिराख्नु भएको छ भने
प्रशिक्षण पनि गरिराख्नुहुन्छ, कलेजहरू पढाउनुहुन्छ र यो एडभोकेट पढाइराखेको हुँदा अहिले उहाँको क्लासलाई मैले डिस्कन्टिन्यू गर्न सकिनँ, किनभने लास्ट इयर नो कमेन्ट्स थियो क्या सरको, धेरै रुचाइएको विषय। र यो अलिकति यो जुरिस्प्रुडेन्स अलिक बढी महत्त्व के मानेमा पनि छ भने यसबाट एक्जाममा क्वेसनहरू पनि अलिक राम्रै परेका छन् र यो बुझ्नलाई अलिक अलिक अरूभन्दा अलिक कठिन विषय पनि हो है, हजुरले थाहा पनि छ होइन। यसलाई अलिक माइन्डले हेर्नु न, एउटा दुइटा एक्स्ट्रा क्लास पनि सर उहाँले बुझ्नु भने एउटा दुइटा एक्स्ट्रा क्लास पनि लिनुहोस् है भनेको छु मैले। हामी क्लासको नम्बर अफ क्लास पनि कन्जुसै गर्दैनौँ। यो हामीले विगतमा दुईवटा क्लासमा सक्थ्यौँ, दुईवटै भनेर भन्दैन, किन यहाँ तपाईँहरू पार्टिसिपेन्टले त्यसमा बुझ्ने हुनुभयो भने बल्ल हामी त्यसलाई गर्छौँ। बरु बिचमा सेड्युलमा अर्को ल्याएर फेरि कन्टिन्यू गर्न पनि सकिन्छ। र लास्ट एक्जामको पोइन्ट अफ भ्यूमा टाइममा पनि हजुरहरूलाई हामी के गर्छौँ भने बुस्टर डोज क्लासहरू दिन्छौँ। बुस्टर डोज क्लासमा के हुन्छ भने प्रत्येक च्याप्टरको चाहिँ यो इम्पोर्टेन्ट छ है भनेर समराइज के त्यसरी पनि जाने गर्छौँ। आजका सर्दीय प्रशिक्षक देवेन्द्र भण्डारी सरलाई अब अगाडि बढ्न भन्नुपर्छ प्लिज सर। नमस्ते सबैजनालाई। फिजिकल रूपमा उपस्थित हुनुभएको र अनलाइनमा जति साथीहरू हुनुहुन्छ सबैलाई गुड इभिनिङ, नमस्ते। मेरो परिचय सरले दिइसक्नु भएको छ। यहाँ ज्ञानपुञ्जले यो बार काउन्सिलको इक्जाम मतलब क्लासहरू सुरु गर्दैदेखि आबद्ध छु, धेरै कुरा गरिनँ। पहिला क्लास लग्नुहोस्, सबै फाउन्ड सेक्टरमा सबै विज्ञ नै हुनुहुन्छ, धेरै कुरा गरिनँ मैले। क्लास लगिसकेपछि त्यसपछि देन वाट यु फिल भन्ने कुरा आउँछ। र आजको क्लासको योर फिलिङ आई मिन योर फिडब्याकदेखि लगेर तपाईँहरूको इभ्यालुएसन हुन्छ नि, इभ्यालुएसनमा मलाई यसरी इभ्यालुएसन गर्नुहोस् भने होइन कि सब्जेक्ट म्याटरमा है, एउटा कुरा। र अर्को कुरा मैले अब यो क्लासमा परिचय अर्को दिन गरौँला, धेरै गइसकेको छ अगाडि सेसन पनि। र फिल कम्फर्टेबल फर्स्ट अफ अल हरि सरले नि भनिसक्नु भएको छ। फेरि मेरो यो थेगो नै हो, आज आइदर अनलाइन क्लास अर फिजिकल क्लास। फिल कम्फर्टेबल, फर्कै पनि नभन्नुहोस्, यु आर हियर टु लर्न, सिक्ने कुरा हो। आजको तपाईँहरूको अगाडि म छु, भोलि तपाईँ मेरो अगाडि तपाईँहरू हुनुहुन्छ कि अकाउन्ट सेक्टरको कुरा गर्दाखेरि। त्यसमा एकदम फिल कम्फर्टेबल। जुन आज यो जुन टपिक सुरु गर्न गइरहेको छौँ, जुन सब्जेक्ट सुरु गर्न गइरहेको छौँ, यसमा यो अब सब्जेक्ट अलिकति भास्ट छ। सुरुमै भास्ट ओहो पहाडै खस्यो नभन्नु होला है। आज अलिकति स्पिड कम होला या बेसी होला, स्पिडमा तपाईँहरूको आफ्नो लेभल अनुसारको स्पिडमा अगाडि जान सक्छ। त्यसलाई स्पिड बढी भयो भने पनि बिचमा मलाई यसो ब्रेक लगाउने काम गर्नु होला है, ठिक छ। र अर्को कुरा बी इन्टरेक्टिभ, न त क्वेसन सोधै गर्ने, फेरि यताबाट एन्सर आयो नि यता पुग्छ क्वेसन फेरि, त्यसमा त्यो विचार गर्नु होला है। तर सिम्पल क्वेसन, नपढेको कुरा त म सोध्दैन नि त, पढेको कुरा सोध्ने होला। यहाँहरूले एकदमै त्यो कुरा ध्यान दिनु होला। अल युआर म्याच्योर्ड इनफ, यसका धेरै कुरा गरिन, सिक्ने कुरा हो। सिक्दा जोसँग सिक्दा पनि हुन्छ है, राम्रो कुरा होइन। भोलिका दिनमा मैले तपाईँहरूबाट सिक्नुपर्ने हुन्छ, तपाईँहरू आफ्नो सेक्टर त पक्कै छ नि। यो भने अब आएर मैले एडभोकेसीमा अब लाइसेन्स लगिसकेपछि आई हेभ टु डु दिस प्रोफेसन, कसैको प्यासन पनि होला नि त, यो उहिलेदेखि रहेको प्यासन छ। एक दिन त बार काउन्सिलको इक्जाम पास गरेर जाने हो भन्ने होला नि हो। त्यो चाहिँ हरि सरले भने जस्तै गरेर मेरो यो अलग्गै पनि अलि मोटिभेटिङतिर पनि म बढी लागेको हुन्छु होइन, लागिरहेको छ अहिलेसम्म। र यहाँहरूलाई पनि त्यो होस् र रिजल्ट आएको दिन कमसेकम डट 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 फेसेसहरू पास भएको हुनु, पास हुनुभयो भन्ने सुन्नु परोस् कि। त्यो हुँदाखेरि हामीलाई पनि एकदम कम्फर्टेबल फिल हुन्छ, एकदम ठिक छ यस वाट एभर वी डु इट्स ओके भन्ने हुन्छ। र तपाईँहरूलाई पनि ज्ञानपुञ्जले दियो है भन्ने कुरा हुन्छ। र बाँकी कुरा जब खाइ भाइ तब बताइ, बुझ्नुहोस् है कसरी बुझ्नुहुन्छ। अब यहाँनिर यो जो विधिशास्त्रको कुरा गर्यो जुरिस्प्रुडेन्स, यसमा पहिलो कुरा अब कति साथीहरूलाई सिलेबसको बारेमा थाहा छ छैन, म सिलेबसबाटै जान्छु। तपाईँहरूलाई पहिलो पेपर भनेको एमसिक्यू है। अब एमसिक्यूमा तपाईँलाई सब्जेक्टिभ क्वेसन दिए जस्तो हुँदैन। सब्जेक्टिभ भनेको तपाईँले अब बिए एलएलबी अथवा एलएलबी कता कता पास गरेर आउनुभयो, विधिशास्त्र सबभन्दा धेरैलाई घुँडा टेकाउने विषय यही हो उताको इक्जाममा। र यहाँ पनि जति क्वेसन आउँछ मोस्ट अफ द इक्जामिनी दे मिस धेरै छ नि त कोर्सहरू, एकदम डिटेल छ कहाँ जाने के गर्ने भन्ने कुरा। अब मेरो काम पनि तपाईँलाई बाटो देखाइदिने है, एउटा वे देखाइसकेपछि ट्र्याक त खोल्दै जानु पऱ्यो नि होइन सर, यो कुरा विचार गर्नु होला है त।
अब पहिला जाउँ, तपाईँहरूले के बुझ्नु भएको छ यो विधिशास्त्र अथवा यो जुरिस्प्रुडेन्स भनेर के बुझ्नु भएको छ? वाट इज वाट पहिलो कुरा है। मैले अनलाइनमा पनि त्यही भन्दै गरेँ, जति पनि अनलाइनको साथीहरू हुनुहुन्छ उहाँहरूलाई पनि त्यही भन्छु, र फिजिकल्ली हाउ मेनी अफ यु आर हियर तपाईँहरूलाई पनि त्यही भन्छु। जस्ट आई किप अन सेइङ द सेम थिङ कि पहिला वाट इज वाट। मैले विधिशास्त्र मात्र होइन, अब अहिलेको 2-3वटा क्लास यसमा जान्छ र अरू विषय पनि छन् होइन, त्यसमा अब आएपछि पनि भइहाल्छ। अहिले सुरुका यही क्लासहरू लगौँ, अनि केही 2-4वटा स्याम्पल क्वेसन पनि आउँछ एट द इन्ड अफ द सेसन। भनेको दुईवटा दुईवटा कति क्लास लाग्छ हेरौँ है। ल, अब जसलाई आउँछ एकदम म सुरुमा भने चाहिँ फिल कम्फर्टेबल। म यति ढुक्क छु कि तपाईँहरूले एज इफ तपाईँहरूले मसँग 2-4 वर्षदेखि क्लास लगिरहनु भएको छ, म तपाईँहरूसँग छु भन्ने फिल गर्नुहोस् त। ल, त्यो हुँदा त हेजिटेसन हट्यो नि त। विधिशास्त्र भन्नाले के बुझ्नुहुन्छ? जुरिस्प्रुडेन्सको अर्थ के? तपाईँलाई जुरिस्प्रुडेन्स भने के हो भने क्वेसन आउँदैन, किन सुरुवात त त्यही गर्नु भएको छ नि त। तपाईँलाई जुरिस्प्रुडेन्स भने के हो नबुझाइकन डाइरेक्टली यो हो यो या भन्दै गयो भने त गाह्रो हुन्छ नि त। के बुझ्नु छ भनिदिनुहोस् न। ल, क्वेसन गोज टु यु, जे होला होला, आइस ब्रेक गरौँ। यस, कानुनको क्षेत्र तपाईँलाई मिस? ओके, यतातिर सर हजुर। विधिको नियम। तपाईँ बोल्नुहोस् जे आउँछ, यस सर नो भन्दा नि हुन्छ, केही फरक परेन। ओके, कानुनको परिभाषा दिने पहिला तपाईँ हजुरले, पछि बोल्ने। ठिक छ, यता सर। समग्र शास्त्र। तपाईँ? कानुन सम्बद्ध जुन कुराहरू छन्, कानुन सम्बद्ध केही विषयवस्तु बुझ्न बाहेक स्टेप बाई स्टेप बुझ्ने शैली। ओके, हजुरको? विधिशास्त्र भन्नाले कानुनी प्रोसिडियर जुन छ, त्यो प्रोसिडियरलाई हाउ टु ह्यान्डल, त्यसलाई कसरी चाहिँ अगाडि बढ, त्यसका लागि चाहिँ संरचनागत सबै कानुनी संरचनालाई चाहिँ एकीकृत गरेर अध्ययन गर्ने कुरा, पढ्ने हिसाबले प्रयोग गर्ने कुराले पनि त्यसलाई निर्धारित गर्ने तरिका। ओके, सेम क्वेसन गोज टु यु। ओके, पढेपछि आउँछ होइन। ओके, थ्याङ्क यू अल अफ यू। तपाईँ? मैले बुझेको चाहिँ विधिशास्त्र भनेको नियम कानुन विधि विधान, नियम कानुन विधि विधान कसरी सुरुवात भयो अध्ययन गर्ने शास्त्र हो। मेरो बुझाइमा के छ भने चाहिँ विधिशास्त्र भनेको एउटा कानुनको अध्ययन गर्ने एउटा। ओके, हस्, छोडेको धेरै भयो। फेरि कन्टिन्यू गर्ने। कानुनको उत्पत्ति, हजुर, कानुनको विकास, कानुनलाई समग्र रूपमा अध्ययन गर्ने शास्त्रलाई विधिशास्त्र। Jurisprudence is a procedure which is function and runs systematically as a rule of law. ओके, हेरेछ पढेर सुनाउनु मिल्छ के गर्न मिल्छ? अनलाइनमा कानुनको दर्शन सिद्धान्त हो, फिलोसफी अफ ल, वाट ल इज। कानुनको दर्शन, विधिको शासन सिद्धान्त, कानुनको सिद्धान्तको तुलना गर्ने र समाजमा यसको प्रभावको अध्ययन गर्न अनुसार न्यायिक प्रक्रिया अपनाउनु नै विधिशास्त्र हो। इज द फिलोसफी अफ नलेज अफ ल, कानुनको अध्ययन गर्ने शास्त्र, गर्न हुने नहुने कुराको विधि हो। सिस्टमेटिक स्टडी अफ ल, लिगल प्रिन्सिपल एन्ड थ्योरिज, कानुनको विज्ञान दर्शन, कानुनको नीति बनाउने अध्ययन गर्ने शास्त्र हो। लगभग यति नै छ। ओके, थ्याङ्क यू अल अफ देम, अनलाइन साथीहरूलाई र फिजिकल्ली पनि मोरलेस है। फेरि सुरुकै दिनमा क्वेसन सोधेर कस्तो हेर्नु, भोलि डेटमा थानकोटी बस्नु नभन्नु होला है। यो विधिशास्त्रको कुरा गर्दाखेरि अब क्वेसन मोडेलको कुरा आयो है। क्वेसन मोडेल मैले पहिला पनि भनिसकेँ, एमसिक्यू मोडेल। अब अहिले सुरुमा क्वेसन सुरु गरिदिउँ, फेरि पुग्नुपर्ने बानो माथि पुतली सर चोक हो,
यहाँबाट जानुहोस् न भने च्याप्पसम्म तिलेर राखे जस्तो हुन्छ होइन। त्यसै कारण एकदमै सुरुदेखि नै हामी जानुपर्ने हुन्छ। अब विधिशास्त्रको कुरा गर्दाखेरि अब पहिला हाम्रो यो बार काउन्सिलको इक्जाममा जति 30, 31, 32 जति छन् ऐन कानुनदेखि लगेर यो जुरिस्प्रुडेन्सभित्र पढ्नुपर्ने नलेख्नु होला। म जहाँ लेख्ने जहाँनिर क्लिक गर्छ ती मात्रै लेख्नुहोस्। यहाँनिर यो तपाईँको यो हाम्रो बार काउन्सिलमा सोध्ने क्वेसन जुन सिलेबस इन्क्लुड गरेको छ नि जुरिस्प्रुडेन्सबाट, विधिशास्त्र वा कानुनशास्त्र एउटै हो। यसको परिचय पहिला त परिचयबाट जानु पर्यो। वाट इज वाट त थाहा पाउनु पर्यो। जुनसुकै सब्जेक्ट पढ्नुहोस् वाट इज वाट है। यसमा विभिन्न सम्प्रदायहरू स्कुल अफ जुरिस्प्रुडेन्स भन्छ। कसरी बुझ्नुहुन्छ दुइटै म मिक्स गर्छु है। तपाईँलाई जसरी कम्फर्टेबल हुन्छ भन्नु होला, अन द स्पट भन्नु होला, मनमा कुरा नराख्नु होला। मेरो क्लासमा अरू चाहिँ म ग्यारेन्टी गर्न सक्दैन है। मेरो क्लासमा चाहिँ मनमा कुरा नराख्नु होला। केही त्यस्तो कन्फ्युजन क्रिएट भयो भने अनलाइनको साथीहरू, फिजिकलको साथीहरू। यसमा नेचुरल ल स्कुल भयो, प्राकृतिक कानुन सम्प्रदाय भयो, ऐतिहासिक हिस्टोरिकल भयो, एनालाइटिकल जसलाई पोजिटिभ पनि भन्छौँ, विश्लेषणात्मक सम्प्रदाय, समाजशास्त्री कुरा आयो है, समाजशास्त्री सोसियोलोजिकल आयो। त्यसपछि आएर यथार्थवाद रियलिस्ट आयो, समाजवादी साम्यवादी जे भन्नुहुन्छ सोसियलिस्ट, सोसियोलोजिकल सोसियलिस्ट। यहाँसम्म त तपाईँहरूलाई ठिकै छ। यो त धेरै सुनियो, धेरै पढियो इक्जाम दिँदाखेरि पनि। यसो न केही कुरा त क्लिक गऱ्यो होला नि त्यसरी, यो पढ्या हो यार यो त हो भन्ने छ। तर तलको दुईटा टपिकमा अलिकति यसै बुझ्नुहोस्, फिल इन द ब्ल्याङ्क्स है। अलिकति नयाँ टपिक हो है। पढ्दाखेरि तपाईँले जुरिस्प्रुडेन्सको इक्जाम दिँदाखेरि तलका दुईटा कुरा पढ्नु भएको थियो कि थिएन? क्रिटिकल लिगल स्टडी जसलाई हामीले सिएलएस भन्छौँ, आलोचनात्मक कानुनी अध्ययन, दुईटै कुरा लेखाएको छु म। क्रिटिकल लिगल स्टडी र पोस्ट मोडर्निजम, उत्तराधुनिकवाद, यो दुईटा सब टाइटल याद गर्नुहोस्। पढ्नु भएको थियो थिएन? अब यी दुईटा थपिए। माथिका त 6वटा स्कुल त मोरलेस पढेकै हो नि त। बुझेर पनि पढ्यो, नबुझेर पनि पढ्यो, इक्जाम पनि दियो, पास पनि भयो। अबदेखि जस्तो खालको क्वेसन आए पनि तपाईँहरूले यसलाई डिल गर्ने तरिकाले यो जुरिस्प्रुडेन्स, यो तपाईँको विधिशास्त्रबाट तपाईँको क्वेसन अथवा यो सिलेबस भनेको सरी यो तपाईँले एकदमै ध्यान दिनुपर्ने कुरामा ल यो चाहिँ तपाईँको सिलेबसभित्र यो टपिक हो है, जुरिस्प्रुडेन्सको। यहाँसम्म ठिक छ नि? अब यो भन्ने कुरा थाहा पाइयो, यो कुरा थाहा हुन्छ, सिलेबस हेरे पनि थाहा हुन्छ भन्ने कुरालाई त होइन। यो बुझ्नु होला पहिला। पहिला थाहा नभएको दुईटा टपिक छ। यो क्रिटिकल लिगल स्टडीको कुरा आयो, उत्तराधुनिकवाद, ठिक छ। यो सिलेबसभित्र धेरै कुरा गरिनँ म। बजाउँ विधिशास्त्रको सामान्य परिचयमा। अब तपाईँलाई सोधिरहेको थिएँ, अब सुरुमा एउटा क्वेसन पनि आएको छ, क्वेसन पनि बनाइदिएको छु, टेक्स्टभित्रै क्वेसन बनाइदिएको छु क्या प्रायः जसो तपाईँहरूलाई। जस्तो विधिशास्त्र र भन्दा त्यो जो जुरिस्प्रुडेन्सको कुरा आउँछ नि, यसलाई कानुन र कानुनी प्रणाली कि ल र लिगल सिस्टमका आधारभूत सिद्धान्तहरू स्थापित गर्ने उद्देश्यले कानुनमा गरिएको सामान्य, सैद्धान्तिक, अमूर्त टाइपको के एब्स्ट्र्याक्ट टाइपको अनुसन्धानलाई दिएको नाम रहेछ हो। अघि स्टडी अफ ल के कुरा यता अनलाइनबाट पनि तपाईँहरूबाट पनि समवेयर एल्स आएको थियो, जसले बोल्नु भएको थियो हो। विधिशास्त्र भनेको कानुनको उत्पत्ति कहाँदेखि भयो र अहिले कुन फ्रेममा चलिरहेको छ कि है। सुरुमा पनि थियो नि त, प्राकृतिक कानुनको कुरा गर्दाखेरि, नेचुरल स्कुल अफ लको कुरा गर्दाखेरि, प्राकृतिक सम्प्रदायको कुरा गर्दा, र अहिले आएर प्राकृतिक सम्प्रदायका विशेषताहरू अहिलेको हाम्रो एक्जिस्टिङ कानुनमा, ऐनमा कसरी स्थापित भएका छन्, ती कुरा केलाउनु पर्ने हो। यही आएर हामी एकदमै कन्फ्युज हुन्छौँ, हे भगवान् कसरी रिलेट गर्ने के। अब अहिले रिलेट गर्न आवश्यक छैन, क्वेसन एमसिक्यू क्वेसन आउने हो, ठोक्ने हो गएर एमसिक्यूलाई है। त्यो चाहिँ कुरा, त्यसको लागि त पढ्नु पर्यो पहिला। यहाँ मैले दिएको नोट मात्र इनफ त नहोला, मैले बाटो देखाइदिने हेर्नुहोस्, त्यो चाहिँ विचार गर्नु होला। र यो विधिशास्त्र भन्न बित्तिकै के रहेछ भन्दाखेरि कानुनको क्षेत्रमा एकदमै अधिक महत्त्व राख्ने गर्छ कि यो तपाईँको बेस बनाउनै नि यही हो। भोलिका दिनमा तपाईँ कानुन व्यवसाय भएर गइसकेपछि प्राकृतिक कानुनले त यस्तो भन्छ नि, ल बस पैरवीको लागि जानुभयो हो, नेचुरल स्कुलमा यो कुरा आएको छ नि त, यो कुरा आएको छ नि त, फलानु फलानु केसमा यो कुरा छ नि, प्राकृतिक कानुनको सिद्धान्त के रहेछ भन्ने कुरा यहाँ नबुझेसम्म त्यहाँ गएर केस डिल गर्न सम्भव हुँदैन। त्यसैले यो विषय अलि जटिल देखिन्छ मेजोरिटी अफ द स्टुडेन्ट है।
अनि हाम्रो अब विभिन्न कलेजमा पढ्ने साथीहरू पनि अब एलएलएम पढ्दै गरेका अथवा बिएलएल पढ्दै गरेका भाइ बहिनी जो चाहिँ हुनुहुन्छ, ए बाबा यो जुरिस्प्रुडेन्स भनेको शब्द के हो भन्नुहुन्छ। वास्तवमा यो के पनि होइन कि अलिकति अरूभन्दा फरक टपिक छ है। हुन त त्यस्तो कुरालाई यस्तो तरिकाले भन्नु होला होइन। प्लेन चलाउने पाइलटलाई त प्लेनै सजिलो हुन्छ नि, हामीलाई भन्दा त ओहो गाह्रो छ। जुन जुन फिल्ड जो मान्छे जुन फिल्डमा काम गरिरहेको छ उसलाई त्यो फिल्ड सजिलो लाग्छ, स्वाभाविक हो। तर तपाईँहरूले आफ्नो अध्ययनलाई पनि अलिकति माझेर अगाडि लगाउनु पर्ने हुन्छ। अनि यसमा के भयो भन्दाखेरि यो विधिशास्त्र भन्ने विषयले कानुनको क्षेत्रमा गहन र अधिक महत्त्व राख्ने हो कि हरेक सेक्टरमा कानुन, हरेक सेक्टरमा है, यो कुरा बुझ्नु होला। त्यसैले यो यो हामीलाई यो विधिशास्त्रको कुरा गर्दाखेरि जुरिस्प्रुडेन्स र यो ल्याटिन भाषाको जुरिस्प्रुडेन्सियलबाट परिष्कृत भइआएको मानिन्छ। एउटा क्वेसन तयार भइसकेको छ है साथीहरू। र रोम रोम राज्य के रोम नेपाल भने जस्तै जसरी कानुनको उदयको थलो हो कि रोमलाई कानुनको उदय सुरुमा कानुनको उदय राइज भन्छ नि। कहाँबाट आयो त कानुन? ढुङ्गेमा थियो नि त। यसो न माइट इज राइट भन्ने कुरा, जसको शक्ति उसकै भक्ति। अनि पढ्दाखेरि मस्जिद शासन भनेर पढ्नु भयो होला नि, कहीँ कहीँ जुरिस्प्रुडेन्स शब्द आयो होला नि। त्योबाट चल्छ त, चल्दो रहन्छ नि। हेर्नुहोस् है त, रोम जसरी कानुनको उदयको थलो भनिन्छ त्यसरी नै विधिशास्त्रको राइज पनि कहाँबाट भयो? रोम नै हो। एउटा क्वेसन तयार भयो। कहाँबाट भयो भनेर कोही सिम्पल क्वेसन आउने हो कि तपाईँलाई यो एमसिक्यू नै भयो पुरा महाभारत आउने क्वेसन हो, सिम्पल क्वेसन हालिदिनु सक्छ। हामी ठुला ठुला कुरा गर्यौँ, सिम्पल क्वेसन ती चिप्लिन्छ। त्यो चाहिँ विचार गर्नु होला। र द कन्सेप्ट अफ जुरिस्प्रुडेन्स एट फर्स्ट इन्ट्रोड्युस इन रोम, विधिशास्त्रको जो कन्सेप्ट आयो नि त्यो कहाँदेखि पहिला कहाँ इन्ट्रोड्युस भएको रहेछ? रोममा सुरु भएको रहेछ। अब वाट इज जुरिस्प्रुडेन्सको कुरा गर्ने, जुरिस्प्रुडेन्स स्टडी अफ ल, साइन्टिफिक स्टडी अफ ल, साइन्टिफिक स्टडी रुल अफ के भन्नुहुन्छ त्यो आफ्नै ठाउँमा छ। तपाईँलाई डेफिनेसन सोध्ने होइन, डेफिनेसन सोधेन, तपाईँलाई अब्जेक्टिभ क्वेसनमा जाने हो है, चोइस क्वेसन जसलाई हामीले एमसिक्यू भन्छौँ। त्यसको आधारमा अब तपाईँलाई पहिलो क्वेसनको कुरा गर्दाखेरि द कन्सेप्ट अफ जुरिस्प्रुडेन्स एट फर्स्ट इन्ट्रोड्युस इन रोम है, कानुनको अध्ययन गर्ने शास्त्र विधिशास्त्र। फेरि विधिशास्त्र भन्दा रुल अफ ल उतातिर नझुकिनु होला, आउँछन् कुराहरू। कानुनको अध्ययन गर्ने शास्त्र भयो, वैज्ञानिक तरिकाले गर्नुहोस्, आफ्नै तरिकाले गर्नुहोस् है। सारा संसारका जति पनि कानुनको क्षेत्रमा जति अध्ययन गर्छौँ हामीले, सिभिल ल सिस्टम भनौँ होला, कमन ल सिस्टम भनौँ होला, विधिशास्त्र त चाहियो नि त, चाहिएन हो। हामी कमन ल मान्ने जो कन्ट्रीका छौँ उनलाई पनि विधिशास्त्र चाहियो। के रहेछ त विधिशास्त्र? कसरी कानुनको विकास क्रम सुरुदेखि अहिलेसम्म 2500 वर्ष अगाडि पुग्छौँ कि हामी अध्ययन गर्दै। र अहिलेको पोस्ट मोडर्निजम भने नि अघि शब्द आयो नि एउटा, उत्तर आधुनिकवादसम्म आइपुग्छौँ। भोलि किन कानुन त चेन्ज हुँदै जान्छ हेर्नुहोस्, त्योभन्दा अगाडि समाज परिवर्तन भइदिन्छ कि। सोसाइटी चेन्जेस सो फास्टर देन द ल भने नि, समाज अझ अगाडि परिवर्तन हुन्छ। यसको पनि अध्ययन गऱ्यो नि, सबै कुरा विधिशास्त्रभित्र आउँछ। तर यो शब्द जुरिस्प्रुडेन्स भनेको हरेक ठाउँमा परेको हुन्छ नि। फेरि हामीले परेको गर्ने जुरिस्प्रुडेन्स भने ल, लिगल स्टडी होइन, यसकै बारेमा लग्छ हरेक ठाउँ। मेडिकल जुरिस्प्रुडेन्स भन्ने चाहिँ के गर्नुहुन्छ है? कहाँ के भने डक्टरले यार मेडिकल जुरी, त्यो जुरी पनि अन्त ल पढ्या त भन्दा नझुकिनु होला, शब्द त्यसरी प्रयोग हुँदै गएको छ हो। यसै तपाईँको यो होराइजन अफ यो थिङ्किङ वाइडेन गर्दै 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 लिनु होला है। दुईवटा कुरा बुझ्यो। एउटा साधारणतया विधिशास्त्र भनेको कानुनको अध्ययन गर्ने एउटा शास्त्र अथवा वैज्ञानिक अध्ययन गर्ने, कानुनको वैज्ञानिक अध्ययनलाई विधिशास्त्र भने सिम्पल एउटा शब्दमा वाट इज वाट, ठिक छ नि। त्यही क्रममा जाँदै गर्दा यो जुरिस्प्रुडेन्स ल्याटिन भाषाबाट आएको रहेछ। जुरिस्प्रुडेन्सियल भन्ने शब्द कहाँबाट आयो? ल्याटिन। क्वेसनमै छु है। यसको रोममा कानुनको उदयको थलो हो, राइज अफ ल, राइज अफ ल। कानुनको उदय कहाँ भएको रहेछ? रोममा। बोल्नुहोस् है, बोल्नुहोस्। त्यसपछि यो विधिशास्त्रको पनि उदयको थलो अथवा जो यसको जो विकास भयो त्यसको उदयको थलो पनि रोम भयो। त्यसैले द कन्सेप्ट अफ जुरिस्प्रुडेन्स फर्स्ट इन्ट्रोड्युस इन रोम, ठिक छ। रोम, यो दुईवटा कुरा, ल्याटिन भाषाको जुरिस्प्रुडेन्स र यसपछि यो रोममा सुरु भयो। अगाडि बढ्यो है साथीहरू। त्यसैले अब जाउँ हेर्नुहोस्, यो ल्याटिन भाषाको यो जुरिस्प्रुडेन्सको कुरा गर्दाखेरि कुन भाषाबाट आएको रहेछ? ल्याटिन भाषाबाट। जुरिस्प्रुडेन्स भन्ने शब्द ल्याटिन भाषाबाट आयो। यहाँसम्म ठिक छ। द कन्सेप्ट अफ जुरिस्प्रुडेन्स फर्स्ट स्टार्टेड इन रोम हो। त्यो शब्द टक्क लेख्नुहोस्, लामा लामा परिभाषा लेख्नै परेन।
टाउकामै ठोक्ने हो कि क्वेसनको। ल है अनलाइनको साथीहरू पनि एकदमै केही कन्फ्युज भने क्वेसन सोध्नु होला, हाम्रो मिस एकदम स्ट्यान्ड बाई हुनुहुन्छ सहजीकरणको लागि। अब ल्याटिन भाषाको जुरिस र प्रुडेन्सियल, जो जुरिस प्रुडेन्स भन्छौँ नि, हो ल्याटिन भाषाको जुरिस प्रुडेन्स भन्न बित्तिकै मिलेर जुरिस प्रुडेन्स भएको भयो, जसको अर्थ जुरिस भन्न बित्तिकै के कानुन हो। जुरिस कता कता त्यही जुरिसबाटै आफ्नो इन्स्टिट्युटका नाम राख्नु भएको हुन्छ साथीहरूले, जसले खोज्नु भएको हुन्छ है, त्यही रहेछ त्यही बल्ल पो बुझ्यो त्यहाँ कुरा त है। जुरिस भन्नाले कानुन, ल जुरिस भनेको ल, प्रुडेन्सियल भनेको ज्ञान अध्ययन दक्षता। ल यो जुरिस प्रुडेन्सियल कानुनको अध्ययन, कानुनको ज्ञान, कानुनको दक्षता, कानुनको विज्ञता, जे शब्द दिनुहोस् त्यसलाई हामीले के भन्ने रहेछौँ, जुरिस प्रुडेन्स भन्ने रहेछौँ। दुईटा शब्द मिल्यो, के मिल्यो, जुरिस एन्ड प्रुडेन्सियल। जुरिस भनेको ल, प्रुडेन्सियल भनेको नलेज ज्ञान अध्ययन है। यहाँसम्म ठिक छ सर मिसहरू, सबैजनालाई ठिक छ है। त्यसपछि यो विधिशास्त्रलाई के यो संसारमा विभिन्न देशमा आफ्नै ढङ्गले बुझ्ने पनि गरिएको पाइदो रहेछ। यो क्लास सुरुवात भएर मात्रै हो यो यति बेसी कुरा गएको। यो कुनै दिनमा मैले एक दिनमा पनि सकेको छु यो क्लास, एक दिनमा पढ्नेले कति बुझ्नु त, अहिले कमान्डो क्लास भनेर जाँदाखेरि एकदम ऱ्यापअप मात्रै कि। अब यसमा हेर्नुहोस् है त, जस्तो फ्रेन्च भाषामा विधिशास्त्र भन्ने शब्दले कानुनको साझा नजिर, नजिर कानुन अथवा ल प्रिसिडेन्ट भन्यो, नजिरको कानुन, नजिर, यति शब्द बुझ्नुहोस्। जर्मन भाषामा विधिशास्त्र भनेको फिलोसफी अफ राइट, अधिकारको दर्शन। जब राइटको कुरा आउँछ नि, आरआइजिएसटी राइट, राइट भन्न बित्तिकै राइट र ड्युटीका कुरा त गर्छौँ, यही जुरिसप्रुडेन्समा गर्ने हो होइन र। हेर्नुहोस् फिलोसफी अफ राइट। र हिन्दू कानुन दर्शनमा कानुन भनेको न्याय र नैतिकताको के रहेछ हो, मिक्सर रहेछ। हेर्नुहोस् मिक्स समिश्रणको विषय विधिशास्त्र हो भन्ने बुझिन्छ। हेर्नुहोस् त एउटै शब्दले ल्याटिनबाट सुरु भयो, रोममा यसको विकसित रूप रोमबाट सुरु हुँदै गयो, फाउन्डेसन त्यहाँबाट सुरु भयो र विभिन्न देशमा विभिन्न नामले यसको के भन्छ नामाकरण गरियो, न्वारण गरियो भन्नुहोस् है। यो ओन्ली फर नलेज। भोलिका दिनमा पेसामा जाँदाखेरि पनि यस्ता शब्द ट्वा पर्ने होइन है, यो शब्द त्यहाँ पढ्या हेर यो शब्द मिस्त्रसँग है, यो कुरा आउने भयो। जस्तो फ्रेन्च भाषामा ल प्रिसिडेन्ट भन्यो, अब नजिरको ल, नजिर सम्बन्धी कानुन त हामीले पढेकै छौँ नि, नजिर नजिर नजिर, पर्सि इक्जाममा पनि यति नजिर फालिदिन्छ ल है, यो नजिर अध्ययन गर्नु यसरी मुद्दा लेख्नुहोस्, यो नजिर फाल्छ यसरी मुद्दा लेख्नुहोस् आएन हो। त्यसपछि जर्मन भाषामा फिलोसफी राइटको कुरा गर्यो, फिलोसफी भने त कति कति, बट एट द सेम टाइम जब राइट भन्ने शब्द जोडेर आयो नि, गएर कानुनसँगै गयो। विधिशास्त्र हो, जुरिसप्रुडेन्स हो, फिलोसफी राइट जर्मनमा, जर्मनीमा। र हिन्दू शास्त्रले के भन्यो भन्दाखेरि न्याय र नैतिकता, जस्टिस र मोरालिटी भन्ने कुरा आयो। अब हेर्नुहोस् कुरा जसले जसरी गरोस् के हो, यसरी विभिन्न तपाईँका देशहरूमा यसरी कानुनलाई अथवा जुरिसप्रुडेन्सलाई हामीले यसरी नामाकरण गरेर अध्ययन गर्ने रहेछौँ, ठिक छ। अनि तर जे होस् वाटेभर, ल्याटिन भाषाको जुरिसप्रुडेन्सियलको कुरा दुईटा शब्द मिलेर बन्यो, जुरिस प्लस प्रुडेन्सियल। जुरिस भनेको ल, प्रुडेन्सियल भनेको ज्ञान, नलेज, दक्षता, एबिलिटी हुन्छ नि, क्यापेसिटी अफ लर्निङ डिफ्रेन्ट टाइप अफ थिङ्स रिलेटेड टु द ल। यो कुरा याद गर्नु होला। अगाडि बढौँ ल। अब अगाडि बढ्दै जाँदाखेरि अब संस्कृत भाषामा हेर्नुहोस् विधिशास्त्र के भन्दो रहेछ, न्यायशास्त्र भने, संस्कृत ल्याङ्ग्वेजमा के भन्यो, न्यायशास्त्र भन्यो। यो तपाईँहरूलाई नलेजको लागि मात्रै ल, कहिले काहीँ क्वेसन आयो भने त्यसलाई बोनस सम्झिनु होला। अब यो किन म बानी परेन भने कि पसिना पनि होइन, यति बेला कहाँ पसिना होला त। ल ल हस् हस्। यो विधिशास्त्र भनेको ल हेर्नुहोस्, अब कानुनको व्यवस्थित ज्ञानको नाम, कानुनको व्यवस्थित ज्ञानको नाम, जसलाई मानवीय कानुनको विज्ञान पनि भनिन्छ। अब अर्को क्वेसन तयार भयो, विधिशास्त्रलाई मानवीय कानुनको विज्ञान, विधिशास्त्रलाई डट 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 भनिन्छ। क्वेसन मात्रै तयार गर्नुहोस् के, क्वेसनको हिसाबले मात्रै, त्यहाँ तपाईँको मल्टिपल त अप्सन नलेख्नुहोस्। विधिशास्त्रलाई डट 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 भनिन्छ लेख्नुहोस्, अनि मानवीय कानुनको विज्ञान, साइन्स अफ ह्युमन ल टक्क अन्डरलाइन गर्नुहोस्। क्याची वर्ड है, सम्झिनलाई एकदम क्याची, ठिक छ नि। अब तपाईँको पुरा गोकर्णदेखि माथिसम्म पुग्दा, उहाँ पुरा थानकोटसम्म पुग्दाखेरि यो हो यो शब्द त आयो है, मैले आज यति यो यत्रो यत्रो इभिनिङ टाइममा पढिसकेपछि मेरो उपलब्धि के हो भन्ने कुरा त मेजरमेन्ट गर्नु होला नि। यो उपलब्धि भयो,
या भन्ने नहोस्, अनलाइनका साथीहरूलाई पनि फिजिकलका साथीहरूलाई पनि। विधिशास्त्रले कानुनको उपयुक्त विश्लेषण गर्नुका साथै कानुनका मूलभूत सिद्धान्तहरूको अध्ययन र विश्लेषण गर्यो। कानुनका विभिन्न सिद्धान्तहरू हुन्छ, ती सिद्धान्तहरूको विश्लेषण गर्ने काम गर्छ विधिशास्त्रले। अब हेर्नुहोस्, यो विज्ञान रचै रहन्छ, विज्ञान हो नि, यो त साइन्स हो, तर साइन्स अफ ल, यो कुरा सम्झिनु होला है। अब यसमा धेरै कुरा मैले गरेँ, यति यो वर्ड मात्रै सम्झिनुहोस्, फर यो इक्जाम पोइन्ट अफ भ्यू, नट नलेज पोइन्ट अफ भ्यू। नलेज पोइन्ट दुइटै कुरा भनिरहेको छु। जब नलेज पोइन्ट अफ भ्यूको कुरा आउँदा पछिसम्मको लागि भयो, इक्जामको लागि भएन, यही सर्टिन टाइम जहिले इक्जाम त्यतिसम्मको लागि हो। त्यसैले तपाईँलाई विधिशास्त्र भन्दा बित्तिकै मानवीय कानुनको विज्ञान पनि भनेर भनिम, ठिक छ। अब जाउँ, जो स्कुल भन्छौँ नि, के भन्छौँ रे? स्कुल भन्छौँ। स्कुलको कुरा गर्दै जाँदाखेरि अब हामीले यो स्कुलको कुरा गर्दै जाँदाखेरि अब हामीले यहाँनिर बुझ्नुपर्ने कुरा अथवा सम्प्रदायको कुरा गर्यौँ। के हो त सम्प्रदाय भनेको? स्कुल भने त थट हो नि त, विचार हो नि त, होइन होला र? छ नि त, भए बर्खा फ्रम द भेरी बिगिनिङ टिल दिस पोइन्ट। अब यो सम्प्रदाय भन्न बित्तिकै के बुझ्छौँ भन्ने कुरा आउन बित्तिकै अब यहाँनिर विधिशास्त्रको सम्प्रदाय, स्कुल अफ जुरिस्प्रुडेन्स पनि भन्न पाइयो, थट अफ जुरिस्प्रुडेन्स पनि भन्न पाइयो। अब मैले अलिकति बुझाउनलाई कम्युनिटी भन्ने गर्छ, तर कम्युनिटी भन्ने शब्द प्रयोग गर्न पाइँदैन, बुझाउनलाई अन्ली है, टु मेक यु अन्डरस्ट्यान्ड। अब विधिशास्त्रका सम्प्रदायको कुरा गर्दै जाँदाखेरि यहाँनिर तपाईँहरूले यो विधिशास्त्र त्यस्तो सामाजिक विज्ञानको नाम जसले के गर्छ, मानव सभ्यताको विकास, विस्तार र कानुनका सम्बन्धमा व्यक्त भएका स्वतन्त्र विचारहरूसँग समायोजित भएको पाइन्छ। विभिन्न सम्प्रदाय छन्, यसले पनि ठिक भन्छ, यसले पनि ठिक भन्छ, उसले पनि ठिक भन्छ। जुन तपाईँको स्कुल पढ्नु, जुन सम्प्रदाय पढ्नुहुन्छ सबै ठिक लाग्छ। जस्तो तपाईँ बाटो हिँड्दै गर्दा उकालो बाटो हिँड्दै जानुहुन्छ नि, बाटो उकालै देखिने होइन, जब बाटो ओह्रालो हिँड्नुहुन्छ बाटो ओह्रालो देखिन्छ। यही हो कि यहाँनिर सम्प्रदायको कुरा गर्दा। र विधिशास्त्रका सम्प्रदायहरू भन्नाले व्यापक रूपमा छरिएका सम्प्रदाय, स्कुल व्यापक रूपमा छरिए र छरिएका तर अलग अलग तर मिल्दा जुल्दा विचारधाराहरूलाई एकत्रित गरी अध्ययन गर्ने जो परिपाटी छ त्यसलाई हामीले के भन्ने रहेछौँ, विधिशास्त्रका सम्प्रदाय भन्ने रहेछौँ। सम्प्रदाय पनि नझुकिनु होला है, स्कुल अफ जुरिस्प्रुडेन्स छरियो त, विभिन्न थ्योरी आए होइन, विभिन्न ती 6वटा थ्योरी सुरुमै हामीले पढ्यौँ। त्यसपछि नयाँ नयाँ विकसित रूपमा आएका थ्योरीहरू छन्, सिद्धान्तहरू, तिनको पनि अध्ययन गर्नुपर्ने भयो, पऱ्यो कि परेन हो। अब त्यसो गर्दै जाँदाखेरि विभिन्न थ्योरीहरू आए। तपाईँहरूको यहाँ सिलेबसमा फेमिनिजम भनेर राखेको छैन, फेमिनिस्ट जुरिस्प्रुडेन्स भन्ने त पछिल्लो शब्दमा आयो, पछिल्लो विकासक्रममा आयो। त्यही कुरा हाम्रो संविधानमा पनि लेखियो, पैतृक सम्पत्ति छोराछोरी समान अधिकारी। हेर्नुहोस्, त्यहाँबाट नै आइपुगेको छ, संविधान हाम्रै देशको संविधानसम्म आइपुगेको छ, अरू देशको त कुरा छोड्नु। त्यसैले यो विभिन्न सम्प्रदायहरूले व्यापक रूपमा छरिएका विभिन्न अलग अलग तर मिल्दाजुल्दा विचारहरूको कुरा गरे है। कानुनको मकसद के हो? अब्जेक्टिभ अफ ल भन्नुहोस् त एक शब्दमा, न्याय दिनु, न्याय प्रदान गर्नु, डेलिभर टु प्रोभाइड जस्टिस, डेलिभरी अफ जस्टिस, जे भन्नु त्यही हो नि हो। यी सम्प्रदायले त्यही कुरा गर्छन्, जसरी जुन कुरा आओस् र कानुन के हो, यसको उद्भव कसरी, कहाँबाट भयो, यसको निर्माण कसरी हुन्छ भन्ने विषयलाई मजबुत ढङ्गले तर्कसहित अध्ययन गरेर विश्लेषण गर्ने काम गर्यो सम्प्रदायले। यहाँसम्म मैले बुझाउन सकेन है साथीहरू? फिजिकल आउनुभएका साथी, अनलाइन भएको साथीहरू लेख्नु होला। र कानुनको परिभाषा आफ्नै किसिमबाट फरक फरक गरिए तापनि जे होस्, यसको मेन उद्देश्य भने के रहेछ? अघि भने न्याय सम्पादन। अब एउटा फर्स्ट आओस् जिब्रोबाट, कानुनको काम के रहेछ भन्ने कुरा हो, न्याय सम्पादन गर्नु। धेरै कुरै नगरौँ, न्याय सम्पादन हो, फिनिस्ड। त्यसपछि जसले जसरी परिभाषा गरे पनि विधिशास्त्रलाई हामीले मानवीय ज्ञानको एक स्वतन्त्र शाखाको रूपमा लग्यौँ। मानवीय ज्ञानको है, विज्ञान पनि छ, फिलोसफी पनि छ, मोरालिटी पनि छ, छैन र? त्यसै गरी विधिशास्त्र जुरिस्प्रुडेन्स नाम सुन्नु भएको छ, यसलाई मानवीय ज्ञानको एक स्वतन्त्र शाखाको रूपमा स्थापित गर्ने श्रेय कसलाई जान्छ भनेर क्वेसन आउनु बित्तिकै जोन अस्टिनलाई जान्छ। यो विधिशास्त्रलाई मानवीय ज्ञानको एक स्वतन्त्र शाखाको रूपमा स्थापित गर्ने जो क्रेडिट हुन्छ नि, कसलाई गयो? जोन अस्टिन। एक शब्दमा लेख्नुहोस्, अरू ल्याङ्ग्वेज लेख्न आवश्यक छैन। त्यसैले अस्टिनका अनुसार विधि र विज्ञानलाई राज्यको सर्वोच्च शक्तिको आवश्यकता पर्छ।
विधि चलाउन त चाहियो नि त। सुप्रिमेसी अफ ल भनेर सुन्नु भएको होला नि त है। सोभर्निटी भन्ने कुरा त सुन्नु भएको होला नि त। हो, यो चाहियो। र कानुन विकासमा विधि शास्त्रका विभिन्न सम्प्रदाय मध्ये अब हेर्नुहोस्, प्राकृतिक कानुन र प्रकृतिवादीहरूको देनलाई नकार्न हामी सक्दैनौँ। सक्छौँ? स्टार्टिङ पोइन्टलाई के तपाईँले एक भन्नलाई 0 त सुरु गर्नु पर्यो नि, 2 भन्नलाई 1 त भन्नु पर्यो नि। हो, त्यही हो। तपाईँले जब विधि शास्त्र जुरिस्प्रुडेन्सको अध्ययन गर्नुहुन्छ, यो सम्प्रदायको कुरा गर्नुहुन्छ, यो प्राकृतिक कानुन जसलाई नेचुरल ल भन्छौँ र नेचुरलिस्टहरू, फेरि शब्दसँग नजुकिनु होला। नेचुरलिस्ट भने त नेचरलाई एकदम माया गर्ने, प्रकृतिको गएर नजिक बस्ने, डाँडा काँडामा आफूलाई मनपर्ने गीत घन्काएर बस्ने, आनन्द रिल्याक्स गर्ने, त्यो नसम्झिनु होला है। कहिलेकाहीँ एकचोटि भएको छ कुन सेसन कुनमा यो यस्तै क्लास लिने बेलामा 2 जना साथीहरू त्यसरी बुझ्नु भएछ अलिक पहिल्यै। सर यो भने होइन भन्नु, अलग्गै क्लास भइसकेको छ। त्यो होइन है हजुर, यसरी नझुकिनु होला, मैले मात्रै गरेको। अब हेर्नुहोस् है त, नगार्नुहोस् है। कानुन मानव निर्मित, अब यसले कानुन मानव निर्मित हुन सक्दैन भनिदियो कसले? प्राकृतिक कानुनले। कानुन निर्माणको आधार भनेको धर्म, परम्परा, नैतिकता, संस्कृतिहरू, कल्चर, यी 4वटा चिज हेर्दै रहेछ नेचुरल स्कुलले है। सर मिस म्यामहरू एकदम ध्यान दिनु होला। कानुन निर्माणमा कसले? प्राकृतिक सम्प्रदायले। कानुनको प्राकृतिक सम्प्रदाय, यो लेख्नु होला। अथवा नेचुरल स्कुल अफ लले कानुन मानव निर्मित हुन सक्दैन, म्यानमेड होइन अरे भन्यो उसले। म्यानमेड होइन, यो आफै धर्मबाट आयो, परम्पराबाट आयो, नैतिकताबाट आयो, संस्कृति, कल्चर हुन्छ नि है। अब यहाँ 15-17 जना छौँ, वी आर कल्चरै वी आर डिफ्रेन्ट, सही छैन? तर मान्नुपर्ने कुरा एउटै हुन्छ नि है। यो कुरा आयो। र हुनु साथै कानुन जहिले पनि अपरिवर्तनशील र असंशोधनीय छ भन्ने कुरा रोमन कानुनविद सिसेरो, अब नाम याद गर्नु पर्यो, सिसेरो भनेर नाम याद गर्नुहोस्। सिसेरोले प्रष्ट उल्लेख गरेको पाइन्छ। कस्तो उल्लेख गरेको पाइन्छ? कानुन अपरिवर्तनशील छ, कानुन असंशोधनीय छ होइन। परम्पराबाट आयो कानुनलाई तपाईँले कसरी त्यो के भन्छ संशोधन गर्ने, कसरी चेन्ज गर्ने त? सिसेरोले भनेको कुरो है। फेरि अहिलेको कन्डिसनले नबुझ्नुहोस् है, हामी त 2500 वर्ष अगाडि छौँ। हो, यो कुरा हेर्नुहोस् है। प्राकृतिक कानुन र प्रकृतिवादीहरूको देनलाई हामीले नकार्न सक्दैनौँ जुरिस्प्रुडेन्सको कुरा गर्दाखेरि, विधि शास्त्रको कुरा गर्दाखेरि। ठिक छ? प्राकृतिक सम्प्रदाय, विधि शास्त्रको प्राकृतिक सम्प्रदाय, यसरी लेख्नुहोस्, या नेचुरल स्कुल अफ जुरिस्प्रुडेन्स भनेर लेख्नुहोस्। तपाईँलाई जुन शब्द सजिलो लाग्छ। यो कुरा लेखिसकेपछि म अलि अगाडि गएँ। अब तपाईँको हामीले नम्बर 1 सुरु गर्छौँ, कानुनका विभिन्न सम्प्रदाय मध्ये प्राकृतिक कानुन सम्प्रदाय। ठिक छ, अगाडि बढौँ है। कम्फर्टेबल फिल भइरहेछ नि? अप्ठ्यारो नमान्नु होला एकदमै। कम्फर्टेबल फिल भएको छैन नि यसो आराम गर्नु पर्यो भने सर भन्नु होला। धेरै छैन, 5 सेकेन्ड है। त्यसपछि अब हेर्नुहोस्, अब यो प्राकृतिक कानुनको कुरा गर्दा अघिल्लो प्रिभियस स्लाइडमा हेर्नु ल, के भने यहाँनिर कानुन निर्माणको आधार भनेको धर्म, परम्परा, नैतिकता र संस्कृति, कल्चर, 4वटा कुरालाई हाइलाइट गर्यो। र सिसेरोले के भने भन्दाखेरि कानुन अपरिवर्तनशील छ। हो, असंशोधित भने चेन्ज गर्न नमिल्ने भयो, मानव निर्मित पनि हुँदैन भन्ने कुरा गरे। अब यसकै आधारमा अब साथीहरूलाई एकदमै, त्यो अहिलेसम्म म ब्याकग्राउन्डमै छु है। अब आउँ एकदमै टु द पोइन्ट। हजुर, मानव निर्मित होइन भन्ने मान्यताको सन्दर्भमा धर्म, परम्परा यो सबै त मानव निर्मितै हो। ठिक छ, यो नम्बर 1 सकौँ। त्यसपछि फेरि म त्यो क्वेसन तपाईँलाई सोध्छु है त, अरूले मलाई सम्झाउनु होला है। ठिक छ सर, ल ओके, जस्ट किप योर क्वेसन विथ or in your pocket. Later on we'll discuss about that, but answer we need from your side है। जे होला होला, जे होला होला है त। ल हेर्नुहोस्, अब प्राकृतिक कानुन सम्प्रदाय, नेचुरल ल स्कुलले के भन्छ, उनले भनेका कुरा मात्रै ल्याउने हो कि हामीले। हाम्रो यहाँनिर परेन। पहिला तपाईँको यो स्कुलले के भन्छ, लिमिटेसन सुरु भयो तपाईँको। सिसेरोले भनेको कुरा उनले त्यति बेला भने त, प्लेटो आउला, एरिस्टोटल आउलान् होइन। अब उनले भनेका कुरालाई त जस्तो भने त्यस्तै हिसाबमा लग्नु पर्यो। तर त्यो भनेको कुरालाई हामीले
यो लिगल फिल्डमा कसरी लिने भन्ने कुरा भयो। ल हेर्नुहोस् अब यो सम्प्रदाय कुन सम्प्रदाय? प्राकृतिक कानुनको सम्प्रदाय भन्यो। नेचुरल स्कुल अफ लले के भन्यो भन्दाखेरि यो सबैभन्दा पुरानो र आधिकारिक सम्प्रदाय। यो तपाईँको विधिशास्त्रको अध्ययन यहीँबाट सुरु भयो। अब हेर्नुहोस्, कानुन निर्माणको सर्वोत्तम आधार भनेको नैतिकता र धर्म। मैले बनाएन है, फेरि कसले भन्यो? यो स्कुलले भन्यो। कुन स्कुलले हो? अब सर तपाईँको क्वेसनको एन्सर बिस्तारै बिस्तारै आउँदैछ, क्लिक गर्नु होला। कानुन आधार निर्माणको सर्वोत्तम आधार भनेको नैतिकता धर्म भनेर यो स्कुलले भन्यो। नैतिकता र धर्म, मोरालिटी र रिलिजनको कुरा आयो नि। धर्मलाई नगार्न सकेन, धर्मले के सिकाउँछ? अर्काको नराम्रो नगर हो, नराम्रो नचिताऊ, नराम्रो नसोच। सबै धर्मले भन्ने नेक्सस त्यही हो नि, मेन पोइन्ट त्यही हो नि है। हो, अब त्यसमा नैतिकता पनि जोडियो, जोडिएन? नैतिकता पनि जोडियो। हो, त्यसैले प्राकृतिक कानुनका अनुयायीहरू क्या, जसलाई यो नेचुरल स्कुललाई डेभलप गर्दै गए, उनीहरूको मूल मान्यता भनेको समाजमा नैतिकता, धर्म, निष्पक्षता, समन्वय, समानता, यी दुईटा शब्द याद गर्नुलाई, समन्वय, समानता जस्ता विषयवस्तुलाई आफ्नो मेन आधार बनाएर जन्मिएको कारण, अब हेर्नुहोस्, जन्मिएको कारण अहिलेको समाजमा विधिको शासन, रुल अफ ल त आउँछ नि तिम्रो, फट 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 आउँछ होइन, रुल अफ ल अनि संविधानवाद, कन्स्टिट्युसनलिजमको कुरा आयो, सेपरेसन अफ पावर, शक्ति पृथकीकरण हो। यस्ता सिद्धान्त जस्ता कानुनका अपरिहार्य मान्यताहरू स्थापित हुन सम्भव भएको हो के। रुल अफ ल त जसले डिफाइन गर्नुहोस् न, यसको मेन रुट कहाँ पुग्यो? तपाईँको प्राकृतिक स्कुलमा पुग्दो रहेछ सर। फाउन्डेसन त्यहाँ पुग्यो। आजको तपाईँले भनेको विधिको शासन, ल देशमा विधिको शासन चाहियो हो। संविधानवादको कुरा बेला बेलामा यो राजनैतिक सङ्कट आउँदाखेरि संविधानवाद त भएन है भन्ने कुरा। शक्ति पृथकीकरण किन चाहियो? शक्ति सेपरेसन अफ पावर किन चाहियो? तपाईँका सरकारका विभिन्न अङ्ग के 3 अर्गेन्स अफ गभर्मेन्ट, तपाईँले लेजिस्लेटिभ, एक्जिक्युटिभ, जुडिसियरी भन्नुहुन्छ होइन। अनि तपाईँको त्यो कन्स्टिट्युसनल संवैधानिक अङ्गहरू छन्, 8-10 पछि थपे 6-7वटा पहिल्यै छन्। लोकसेवा आयोगदेखि लिएर कति कति भन्नुहुन्छ, किन अलग अलग चाहिने त? एउटै हातमा भइहाल्यो नि। त्यसको आधार भनेको पुग्यो कहाँ? प्राकृतिक स्कुलसम्म पुग्दो रहेछ। हेर्नुहोस्, जब नैतिकताको कुरा आयो है, धर्मको कुरा आयो, त्यसपछि तपाईँलाई नैतिकता, धर्म, निष्पक्षता भन्ने पार्सियलिटी, इम्पार्सियलिटीको कुरा आयो। यही त पार्सियल भयो, इम्पार्सियलिटी भएन। बेला तपाईँको मुखबाट आउँछ, मेरै मुखबाट आउँछ। समन्वयको कुरा गर्नुहोस्, यो चाहिँ समन्वयको कुरा गर्दाखेरि यहाँनिर तपाईँले ध्यान दिनुपर्ने कुरा के भयो? समन्वय, समानता, इक्विलिटी किन आयो? ल इक्विलिटी बिफोर द ल भन्नुहुन्छ नि, ल सर भन्नुहोस् है, इक्विलिटी बिफोर द ल हजुरहरूको मुखबाट आउँछ नि, अनलाइन उहाँ बसेका साथीहरूबाट पनि आउने इक्विलिटी अफ ल, फिजिकल्ली उपस्थित हुनुभएको साथीहरूबाट पनि आउँछ इक्विलिटी अफ ल। जोस् इक्विलिटी अफ ल सक्यो। इक्विटी अफ लको कुरा गर्नुहोस्, समन्वयको कुरा गर्नुहुन्छ। यो गर्दै जाँदाखेरि केही कारणले गर्दा यी विधिको शासन, रुल अफ ल किन चाहियो? शासक एकातिर, शासित एकातिर भइहाल्थ्यो नि होइन। रुलर र रुल्ड किन चाहियो? विधिको शासन, संविधानवाद किन चाहियो त? चाहियो नि त। शक्ति पृथकीकरण किन चाहियो? हो, यसको आधार भनेको ती पुग्दो रहेछ। हेर्नुहोस्, हो, यसलाई आधार बनाएर जन्मिएको यो विधिको शासन डट जस्ता सिद्धान्त, कानुनका अपरिहार्य मान्यता कहाँबाट स्थापित भएछन्? प्राकृतिक स्कुल के प्राकृतिक सम्प्रदाय, विधिशास्त्रको प्राकृतिक सम्प्रदायबाटै जन्मिएका रहेछन् यी कुराहरू। आज पनि जस्ताको तस्तै छ नि। आज पनि तपाईँले विधिको शासनलाई एभोइड गर्न सक्नुहुन्छ? सकिन्छ त सर भन्नुहोस् त। ल सेपरेसन अफ पावरलाई एभोइड गर्न सक्नुहुन्छ? त्यो सेपरेसन अफ पावर एभोइड नगर्दा त अहिले देखिएको छ त अहिले समस्या त टसल सुरु भयो क्या। हो, तपाईँको रुल अफ ल कहाँ हुन्छ? डेमोक्रेटिक कन्ट्रीमा रुल अफ ल चाहियो, सेपरेसन अफ पावर चाहियो, नत्र त पुग्यो त नि तानासा फलानु तानासा, धेरै कुरा नगर्नु उतातिर। त्यसमा फेरि मैले बुझेँ भने त धेरै तपाईँले बुझ्नु भएको छ, म त्यतातिर लागेन है। प्राकृतिक कानुन सम्प्रदायको मुख्य दाबी भनेको प्राकृतिक नियमहरू हुन्। ल सुन्नुहोस् अब, प्राकृतिक नियम हुन्। प्राकृतिक नियम भने के? कहाँ गएर जोडियो? मानव अधिकारसँग गएर जोडियो है। मानव अधिकार र संवैधानिक अधिकार, यो के भन्छ मौलिक हक अधिकार र मानव अधिकारको बिचको फरक, यो आफै याद गर्नु होला।
म यहाँ अब मेरोमा छैन त शब्द आइसक्यो हुनाले मैले प्याच बोलिहालेँ। त्यो तपाईँले छुट्याउनु के हो त? मानव अधिकार के हो? संवैधानिक अधिकार, फन्डामेन्टल राइट भन्छ नि, मौलिक अधिकार के हुन्? संवैधानिक अधिकार के हुन्? संवैधानिक अधिकार र मौलिक अधिकारलाई अलग राखिदिनुहोस्, मानव अधिकारमा जानुहोस्। प्राकृतिक नियमहरू, प्राकृतिक कानुन सम्प्रदायको मुख्य दाबी भनेको प्राकृतिक नियमहरू नै कानुन निर्माणका आधार बन्न सक्दछन्। र यो सम्प्रदायको थालनी कहाँ भयो? अब आयो क्वेसन, तपाईँलाई सोध्न सक्ने सानो क्वेसन, सिम्पल क्वेसन। ग्रिककालीन सभ्यता, युनान सभ्यतासँग जोडिएको हुनाले यस सम्प्रदायले झन्डै कति पार गर्यो? 2500 वर्ष पार गरिसक्यो। विद्यमान अवस्थालाई बुझ्नु जरुरी छ। आजभन्दा 2500 वर्ष अगाडि छौँ, जसलाई आज पनि हामीले रुल अफ ल भनिरहेका छौँ, विधिको शासन भनिरहेका छौँ, संविधानवाद भनिरहेका छौँ, शक्ति पृथकीकरण भनिरहेका छौँ। मैले दुइटै माध्यम प्रयोग गरेको छु है साथीहरू। इङ्ग्लिसमा अब नेपाली अलिक बुझेन सर भन्ने पनि हुनु होला कोही भने, म इङ्ग्लिसमै प्रयोग गरिरहेको छु। इङ्ग्लिसमा गाह्रो भयो भने नेपाली पनि प्रयोग गरिरहेको छु। के गर्नु, भोलि तपाईँ नि यही ठाउँमा आउँदा नि यही बाध्यता हुन्छ। अब टार्गेट अडियन्स अनुसार चल्नुपर्ने हुन्छ, त्यो गरिरहेको छु। सकेसम्म सबैलाई जस्टिस दिने कोसिस गरेको छु। र प्राकृतिक कानुन आफैमा समग्र कानुन निर्माणको प्रारम्भिक आधार हो के तपाईँको, प्रारम्भिक आधार। त्यहाँभन्दा अगाडि के त? ढुङ्गेउलाई ल्याएर राख्दै भइहाल्यो नि, जो जिताउ सिकन्दर। सम्भव छ? सम्भव छैन। नत्र यत्रो लट्ठीलाई तल रोडमा बसेर म यो ठाउँको त शासक मै भन्न पाए हुन्थ्यो नि त। सम्भव हुँदैन। त्यसैले यस कानुनका अनुयायीहरूका अनुसार कानुनको मुख्य उद्देश्य भनेको हेर्नुहोस्, समाजमा न्याय सम्पादन गर्नु, जुन कुरा प्राकृतिक कानुनबाट मात्र सम्भव छ भन्ने कुरा उनीहरूले माने। तपाईँले म मान्दैन भन्न पाइयो, तर लजिक दिनु पर्यो। तपाईँले अकाइन्ड अफ हिस्ट्री पढिरहनु भएको छ नि, विधिशास्त्र इतिहास हो नि, हो यस्तो यस्तो भएर आएछ। प्राकृतिक कानुन यी कुरा मान्यो। र यो कुरा गर्दै जाँदाखेरि अब यो सम्प्रदायमा ल हेर्नुहोस् है, कुन सम्प्रदायमा? प्राकृतिक कानुन, त्यसमै छौँ है हामी, स्योर हो? ल ठिक छ। यस सम्प्रदायमा कानुन भनेको अलिखित नियमहरूको सङ्ग्रह हो। अलिखित, नट रिटन। आज अहिले पनि विश्वमा कुनै देशमा अलिखित कानुन होला नि? हो, थाहा छ त, चल्या रहेछ त। तपाईँ हामीलाई मात्र लिखित कानुन चाहिने? हुन त होइन भनिएको छ, तर आयो नि शब्द त। अब तपाईँलाई नैतिकताको बारेमा लेखेर के गर्ने कि जब तपाईँलाई भित्रदेखि अर्कालाई दुःख दिनुहुन्न, अर्काको लिनु हुँदैन भन्ने कुरा भित्रदेखि आउने हो नि त। प्रकृतिले दिन्छ भन्ने कुरा आयो नि त। हो ल हेर्नुहोस्, अलिखित नियमको सङ्ग्रह। कानुन भनेको अदृश्य शक्ति, डिभाइन रुलतिर गयो, दैविक शासन हो, ईश्वरीय कानुनको कुरा आयो। अदृश्य शक्ति, कानुन भनेको उचित तर्क, लजिक पनि त दिनु पर्यो नि त। अनि र नैतिकता, मोरालिटीमा आधारित नियम हो। नैतिक नियम र यो सङ्ग्रह जति गरेको छ मेल नखाने कानुन कानुन हुनै सक्दैन। नैतिकता र न्याय, नैतिकतासँग मेल नखाने कानुन त कानुन हुनै सक्दैन भनेर प्राकृतिक सम्प्रदायले भन्यो। विधिशास्त्रको प्राकृतिक सम्प्रदायले यो कुरा गरेको रहेछ है। अब हेर्नुहोस्, प्राकृतिक कानुनको सर्वोच्चता भन्नु नै, यो अलि हाइलाइट गरेको शब्दलाई बढी ध्यान दिनु होला, र ध्यान नदिए पनि हुन्छ। त्यसमा ल हेर्नुहोस्, अब प्राकृतिक कानुनको सर्वोच्चता भन्नु नै यो अलिखित हुन्छ। प्राकृतिक कानुन व्यवहारिक हुन्छ, व्यवहारिक पनि हुनु पर्यो, नैतिक अवधारणाहरूबाट निर्मित हुने हुनाले। नैतिकता कहाँसम्म पुग्यो? ल तपाईँ कुनै सिभिल सर्भेन्ट हुनुहुन्छ भने माइन्ड नगर्नु होला प्लिज। अब जाँदै हुनुहुन्छ भने माइन्ड नगर्नु होला। तपाईँलाई त्यहाँ गएर भ्रष्टाचार गर्नुहुन्न भनेर कसले सिकाउँछ? इथिक्स आयो। नैतिकता कहाँबाट आयो? कहाँबाट आयो? आफै आयो नि। यो आफै भने त नेसन कुरा त गराएर रहेछ नि त। अनि अब भ्रष्टाचार गर्ने यस्तो कुरा नि हुन्छ? पैसा पाएपछि महादेवका तीन नेत्र भने जस्तै राज्य विरुद्ध अपराध गरेछ, बसेको छ, ए म त देशको सर्वोच्च निकायमा पुगेको छु भनेको छ। खोइ नैतिकता? अनि नैतिकता चिप्लिएपछि सबै कुरा चिप्लियो। हेर्नुहोस्, सिकाउनु ती सिकाएर रहेछ नि त। हो, यो अलिखित भनेको कारण यो हो कि तपाईँ त लिफ्टमा आउँदै जानुहुन्छ, लिफ्टमा तलमाथि केही नगर्नु होला भन्छ, कोही मान्छे त्यही गएर थुक्क थुकिदिन्छ, के गर्नुहुन्छ? थुक्नु हुँदैन, गएर भित्तामा त लिफ्टको भित्तामा प्याच्चा हान्नु हुँदैन,
अनि के त्यो सिकाएको हुन्छ र भने कि यो त आफै आउने कुरा हो नि त हो यो कुरा नि प्रकृतिबाट पाउँछ भन्ने आशय यसको हो कि यसरी बुझ्नु होला। अनि त्यसपछि हेर्नुहोस् है प्राकृतिक कानुन सम्प्रदायलाई अब अर्को क्वेसन आयो दार्शनिक सम्प्रदाय पनि भन्दो रहेछ के भनेर चिनिन्छ भनेर क्वेसन आउन सक्ला। यो फिलोसोफिकल स्कुलको नामले चिनियो। अब इङ्ग्लिसमा दियो भने डङ्गा हान्नु होला नेपालीमा आयो भने सम्प्रदाय दार्शनिक सम्प्रदाय दार्शनिक सम्प्रदाय स्कुल अर्को क्वेसन आयो। मेरो त स्लाइड बाई स्लाइड क्वेसन आउने भावनाले एमसिक्यूमा थोरै स्याम्पल मात्र दिने हो। तपाईँलाई त्यसरी मैले मेन्टल्ली प्रिपेयर गराउने कारण त्यही हो कि प्रायः जसो अरू त त्यस्तै हो। अरू त जसले आयो नि यस्तै पढाउने यही हो। मैले दिँदै 1% मात्रै फरक है साथीहरू। अगाडि बढौँ ल। अब हेर्नुहोस् है प्राचीन कालमा मानव निर्मित कानुनको परिकल्पना गरिएकै थिएन। म्यानमेड ल त थिएन। मोरालिटी भने म्यानमेड हो र। अनि सुरुमा आउने धर्म म्यानमेड हो र पछि पो अब धर्म क्या धर्म बिरुवाले परिवर्तन गरिदियो नि तपाईँले भने जस्तो कुरा बल्ल आयो अरे। त मान्छेले मिसयुज गर्यो नि त। तपाईँले जन्मसिद्ध अधिकार हो भन्ने कुरा गर्नुहुन्छ। जन्मसिद्ध अधिकार के लेखेर दिन्छ र? तपाईँले आनन्दसँग मेरो फ्रिडम कसैलाई दुःख नदिएर मैले फ्री लाइफ बाँच्न पाउनुपर्छ भन्ने कुरा त कहाँ लेखेको छ कि? नेचरले दिएको छ नि त। हो यही कुरा आएको छ हेर्नुहोस् है। मानव निर्मित कानुनको परिकल्पना गरिएन म्यानमेड ल त्यति बेलाको समाज। अहिले पो तपाईँको कम्प्लेक्सिटी आयो क्या। अपराध तपाईँको देशभित्र मात्र समाजभित्र मात्र रहेन है तपाईँको कन्ट्री टु कन्ट्री के सिङ्गापुरमा बसेर अमेरिकामा क्राइम गर्न सक्ने पुरा तयार भयो मेकानिजम। त्यति बेला नेचुरल लले काम गरेन होला। भ्रष्टाचार गर्नुहुन्न भन्ने कुरा आयो नैतिकताले काम गरेन त्यहीँ आयो नि त। तपाईँ राष्ट्र सेवक हो भ्रष्टाचार गर्नुहुन्न है। तपाईँ यो देशको नागरिक हो ट्याक्स छल्नुहुन्न है। तर कहाँबाट लुपोल आउँछ कि ती गरेर ठग्ला है देदन राज्यका विरुद्ध अपराध त जसले नि गरेन नैतिकता भनेर कहाँ आउने हो त्यसैले यो म्यानमेड होइन भने। त्यसपछि हेर्नुहोस् अब प्रकृतिवादीले के भने मानवीय स्वभाव त स्वार्थी हुन्छ आफ्नो अनुकूल मात्र काम गर्न रुचाउनु हुन्छ यिनीहरूले निर्माण गर्ने भनेको कानुन सोही प्रकृति हुन्छ। बुझ्नुभयो कि भएन? बाई नेचर वी आर सेल्फिस। अब हामीले बनाएको कानुन के हुन्छ म मेरा पक्षमा बनाउँछु नि कानुन बनाए म तपाईँको पक्षमा बनाउँछु म त मेरो पक्षमा बनाउँछु नि कानुन। हो त्यही हो। त्यसैले म्यानमेड ल आउँदैन। इक्वलिटी सबैलाई बराबर हो। नेचुरल ल सबैलाई बराबर हो। यसो हेर्दा ह्या जस्तो लाग्छ कि तर एकदम कुल भएर सोच्नुहोस् न। हो यो कुरा आयो। त्यसपछि अब यसलाई के भन्यो भन्दाखेरि प्राकृतिक कानुनलाई विश्वव्यापी कानुन शब्द थप्दै जानु युनिभर्सल ल एउटा शब्दमा लेख्ने शाश्वत कानुन इटर्नल ल पनि भनिन्छ। यो कानुन नागरिकहरूमाथि निर्भर हुने हुनाले यसलाई दैवीय अथवा ईश्वरीय कानुन डिभाइन ल तीनवटा कुरा सम्झिनुहोस् युनिभर्सल इटर्नल र डिभाइन। यो तीनवटा शब्द मात्रै सम्झिनुहोस्। प्राकृतिक कानुनको कुरा गर्दाखेरि प्राकृतिक कानुनलाई विश्वव्यापी रूपमा हेर्ने कानुनको रूपमा लग्नुहोस्। यो प्राकृतिक कानुनलाई विश्वव्यापी कानुन भन्यो युनिभर्सल ल भन्यो ठिक छ। यसलाई इटर्नल भन्यो। इटर्नल भने के बुझ्नुहुन्छ? अनन्तकालसम्म कता 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 अनलिमिटेड वेमा आयो है। मेरोभन्दा शब्द बढी बुझ्नु ल आयो नि भन्नु होला। हो त्यसो डिभाइन ईश्वरीय भयो नि। ल हेर्नुहोस् त यी शब्दले के गर्यो भने यो रिटर्न हुँदैन भन्ने कुरा गयो नि। तपाईँले आफ्नो मान्ने धर्म अनुसार म अलिकति योभन्दा अलिक बाहिरको कुरा गएँ कि आफ्नो धर्म अनुसार जुन धर्म मान्नुहुन्छ केही त होला नि त। त्यहाँ गएर आफूले पूजा गर्ने आफूले वर्सिपिङ गर्ने जो सम्झिनुहुन्छ भगवान्लाई हात जोड्नुहुन्छ किन जोड्नुहुन्छ? लेखा छ गएर हात जोडिन्छ तँलाई यस्तो सजाय हुन्छ भनेर किन आउँछ? आयो हो त्यसलाई नेचुरल भन्यो। यसरी सम्झिनु होला। यो कुरा गर्यो। तीनवटा कुरा आइसकेपछि अब त्यसपछि अलिकति अगाडि बढेँ म। प्राकृतिक कानुनको पालना नागरिकहरूले स्पोन्टेनियस रूपमा स्वतः स्फूर्त रूपमा प्रयोग गर्ने गर्छन् र कानुनको पछाडि अन्य कानुनको जस्तो शब्द हेर्नु होला है अरू कानुनको जस्तो प्राकृतिक कानुनमा स्याङ्सन दण्डको भए स्याङ्सन भनेको दण्डको भए मैले यो गरेँ भने मलाई यो हुन्छ है एउटा र अर्को पनिसमेन्ट गरिने संयन्त्र यसमा पाइँदैन। तपाईँले मोरालिटी ब्रेक गर्नुभयो भने तपाईँलाई सजाय दिन्छ र भने कि तपाईँ पछाडि हिँडिरहनु भएको छ हो तपाईँ पछाडि हिँडिरहनु भएको छ अगाडि बस्ने मान्छे वालेट खस्यो जति होस् अर्काको पैसा क्या त च्याप्पसँगै पाउनु पर्ने लिनुहोस् वालेट भन्ने एउटा हुन्छ त्यो कहीँ लेखा हुन्छ त तपाईँ भित्रदेखि आयो नि त नदिँदा के त तपाईँलाई के
स्याङ्सन हुने दण्ड भए हुने हो र कानुनले सजाय दिने हो र अनि अर्को कुरा के पनिसमेन्ट गर्ने समेत यसमा पाइँदैन किन नैतिकता हो नि त यो त प्योर नैतिकता हो नि हो कि होइन युनिभर्सलको कुरा है नि तर अलिकति आदर्शवादी जस्तो देखिन्छ तर आधार बनाइदिएको छ हेर्नुहोस् नागरिकहरूको नैतिकता र विवेकमा यो कानुनले बास गर्ने हुनाले भनिन्छ हरेक मानवहरूको मन मस्तिष्क यो कानुन अन्तर्निहित भएको हुन्छ अन्तर्निहित अलरेडी रोटेड नैतिकता र विवेक ऱ्यासनल भन्छ नि ऱ्यासनल के ठिक के बेठिक छुट्याउने ऱ्यासनल छैन तपाईँ हामीमा नैतिकता त मैले धेरै कुरा गरिनँ र यो कानुनको अब हरेक कुरा आउँछ यो कानुनको विकास क्रम के कसरी भयो त प्राकृतिक कानुनका त मोरलेस 8-10वटा यसका मेन पोइन्ट पाउनुभयो पछि जिस्टमा पनि जान्छौँ हामी है अब हेर्नुहोस् अब यसको विकास क्रम हेर्दाखेरि अब अलिकति पहिला यसरी हिँड्नुहुन्थ्यो अब यस्तो बाटो यस्तो भइसकेको छ है खुट्टा अब त्यसपछि पुरा रनिङ आउँछ 100 मिटर हो त्यहाँनिर गएर स्पिड बढी भयो भने यसो ब्रेक लगाइदिनु होला आज म यो पार्ट सक्ने प्लानमा छु अलिकति ब्याकग्राउन्ड बेसी भएको हुनाले आज अलिकति लेन्थी भयो जस्तो भयो हामी कुद्छौँ कुदेका भन्छ नि के भन्छ हो त्यही हो पछि अब प्राकृतिक कानुनको विकास क्रमलाई कति भागमा बाँडियो 5 भागमा अब यहाँ इक्जाम ओरिएन्टेड र नलेज ओरिएन्टेड दुइटै बराबर तरिकाले जान्छ है किन हामीले दुइटै तरिकाले जानु छ दुइटै तरिकाले जानु छ है अब एउटा ग्रिक काल रोमन काल क्रिस्चियन काल मध्ययुगीन काल र आधुनिक काल ग्रिक पिरियड रोमन क्रिस्चियन मिडिएबल र मोडर्न पिरियड 5 भागमा प्राकृतिक कानुनको विकासको चरण भनेको सुरुदेखि अन्त्यसम्म सुरुमा त्यो भयो त्यहाँनिर ग्रिक पिरियड रोमन पिरियड क्रिस्चियन पिरियड मिडिएबल र मोडर्न पिरियड अब जाउँ नम्बर 1 मा ग्रिक काल सुरुको खण्ड चरण प्राकृतिक विधिशास्त्रको प्राकृतिक सम्प्रदाय भन्यो नि यसको विकास क्रम 5वटा भागमा बाँडिएको रहेछ है 5वटा भागमा 5 भागमा सुरुमा ग्रिक पिरियडै रहेछ यसका मेन वाट इज वाट भन्दै त अलिअलि क्लिक भयो नि त होइन जस्टिस मोरालिटी भन्ने कुरा त आयो नि युनिभर्सल ल इटर्नल ल डिभाइन ल भन्ने कुरा आयो नि टक 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 आएको छ नि है यो कुरा गर्दै जाँदाखेरि अब हेर्नुहोस् है त अब ग्रिक काल नम्बर 1 ग्रिक दार्शनिक हिराक्लिटस यो नाम सुन्नु भएको थियो थिएन नसुने भए सुन्नुहोस् सुने भए ठिक छ उनले के भने भाग्य डिस्टिनी अर्डर र नलेज जस्ता तत्त्वहरू जुन प्राकृतिक कानुनका मुख्य गुण मानिन्छन् तिनै तत्त्वहरूले नै प्राकृतिक कानुनका विशेषताहरू हुन् भनेका थिए कि यिनले हिराक्लिटसले अब हेर्नुहोस् त आज डेस्टिनी नआउला अर्डर र नलेजको कुरा आउँछ आउँदैन डेस्टिनी आइ नमानौ आफ्नो ठाउँमा छ आज त अर्डर र नलेजको कुरा आयो नि हो यी कुरालाई प्राकृतिक कानुनका विशेषता हुन् भन्ने कारणले नै यसैले हेराक्लिटसलाई प्राकृतिक कानुनको जन्मदाता अर्को क्वेसन तयार भयो प्राकृतिक कानुनका जन्मदाता भनेर कसलाई चिनिन्छ यही हो नि क्वेसन आउने दियो एबिसिडी सिसेरो देला हेराक्लिटस देला प्लेटो देला एरिस्टोटल देला अब भयो समस्या यसो हेर्दा त एरिस्टोटल हो क्या दे भाइ एरिस्टोटल दे जना नभन्ने हो भाइ तपाईँलाई यही नोट तयार गर्दा नि मैले थुप्रा कुरा ल्याएर आएको छु कि अब यो पढै मात्र थाहा पाउनुहुन्छ अहिले मैले भन्दा त म त गफ लगाइदिन्छु नि हो भनिदिन्छु आफै हेर्नुहोस् युआर म्याच्योर्ड इनफ हो या होइन क्वेसन हेर्दै जानुहोस् अब धेरै कुरा नगरौँ छोडिदिनुहोस् यहाँ यो अर्डर नलेज डेस्टिनी के भने छोड्नुहोस् अझ क्वेसनमा हिराक्लिटसलाई प्राकृतिक कानुनको जन्मदाता फादर अफ नेचुरल ल भनिन्छ अब प्राकृतिक कानुनका जन्मदाता पिता भनेर कसलाई चिनिन्छ भनेर आउने बित्तिकै तपाईँको एन्सर के हिराक्लिटस एउटा क्वेसन अर्को तयार भयो है अगाडि बढौँ है त्यसपछि ग्रिक कालमै छौँ है हामी ग्रिक कालमा पछि एरिस्टोटल आयो ल हेर्नुहोस् थोरै थोरै छुस्छ प्राकृतिक कानुन त्यस्तो कानुन जसलाई नैतिकताले निर्देश गरेको हुन्छ सबैले भन्दै त्यही हो नैतिकता 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 ल्याए प्राकृतिक कानुनको प्रभाव र दबाव हरेक क्षेत्रमा परेको हुन्छ भन्ने कुरा आयो एरिस्टोटल पश्चात युनानमा स्टोइक फिलोसफर आए यो स्टोइक फिलोसफर स्टोइसिजम भन्छ यो शब्द सुन्नु भएको थियो थिएन नसुने आजै सुन्नुहोस् स्टोइक फिलोसफर अनि यसो वाइफाईतिर जाँदाखेरि यो टिकटकमा कसले के गर्यो नगर्नुहोस् कि स्टोइक फिलोसफी भनेर हान्नुहोस् के दिन्छ त्यसले च्याट जिपिटीमा जानुहोस् स्टोइक फिलोसफी के हो
तब मात्रै विधि यो जुरिस्प्रुडेन्स पढेको आफैलाई जस्टिफाई गर्ने काम। ए हेर्दैछु पुरा यो त हिराक्लिटस छ त है, यो फादर अफ नेचुरल जुरिस्प्रुडेन्स के यो स्कुल अफ जुरिस्प्रुडेन्स भयो। टिकटकमा कसको पोस्ट आयो भनेर फेरि हात चिप्लियो भने गयो। त्यो चाहिँ विचार गर्नु, यहाँ यस्ता कुरा मभन्दा बढी जानकार आफै हुनुहुन्छ है। त्यसै स्टोइक फिलोसोफरहरूको प्रभाव पर्यो। यसका विचारधारा के रहेछन् ल हेर्नुहोस्। स्टोइक फिलोसोफीको यस्ता नियम छन् जुन प्रकृति, जीव र मनुष्य सबैमा समान रूपबाट लागू हुन्छ। सबैमा लागू भयो। तिनीहरूले यसलाई सर्वव्यापी एवं सर्वकालीन नियमहरूलाई प्राकृतिक कानुनको संज्ञा दिए। स्टोइक फिलोसोफरले सबैलाई बराबर लागू भयो, जीव जन्तु मानव सबैलाई यस्तो कुरा आयो है। जहाँ क्लिक गर्छ म भन्छु, त मभन्दा बढी क्लिक भयो भने तपाईँहरूले लेख्नु होला। स्टोइक फिलोसोफरहरूको निचोड के भयो भने कानुन त हो जुन चाहिँ तर्क र विवेकमा आधारित हुन्छ। हेर्नुहोस् त, नेचुरल स्कुलमा नि त लजिक आयो नि, ऱ्यासनलिटी आयो कि आएन। यस्तो ऱ्यासनल नभएको कुरा गर्छ, आउँछ नि कहिले काहीँ अन्ट सन्ट एउटा देश चलाउने मान्छेले त्यो ऱ्यासनलै नभएको कुरा गर्छ नि। आयो ऱ्यासनलिटी त ल्याऊ भनेको छ नि त। हेर्नुहोस् लजिकको कुरा खै हो, यो कुरा ल्यायो। र तर्क र विवेकमा आधारित हुन्छ, जसलाई पर्यायवाची रूपमा दैवी कानुन भनियो। फेरि डिभाइन ल लग्दा त लगेर फेरि डिभाइन लमै ठोकिदियो। हेर्नुहोस् त, डिभाइन लको कुरा गर्दै जाँदाखेरि र स्टोइकका अनुसार, जो स्टोइसिजम भन्छ है यो फिलोसोफीलाई, त्यो ती स्टोइकहरू मध्ये अनुसार मानिसले सधैँ हेर्नुहोस् लोभको भावना, उत्तेजना, आवेशबाट मुक्त भएर बस्नुपर्छ। आज तपाईँको समाजमा क्रिमिनल लको जन्म किन भयो? मुक्त भए भए कोही मुक्त भए? अर्काको सामान लुट्नु भने भाटभटीमा लुटपाट हुने, समाज जो बी आयो मजाले पचायो। कसले कोक बोकेर कुदाएको छ, कसले फान्टा बोकेर कुदाएको छ। ऊ यो कहाँबाट आयो? अनि यसै भन्छ नेचुरल स्कुललाई, अब पढ्नुहोस् क्या तपाईँले जुन जुन जुरिस्प्रुडेन्स पढ्दा जुन कुरा पाउनु भन्छ यहाँ पढेर जानुहोस्। सुन्दा त आइडियल जस्तो लाग्छ। उत्तेजना आयो, ए यो ज्ञानपुञ्जले ऊ मात्रै गरेर छोड्दै हान ठोक्दै यतातिर फाल्दिए। उत्तेजना आयो भयो, हो यसलाई कन्ट्रोल गर्यो। आवेशबाट मुक्त भएर बस्नुपर्छ। स्टोइक फिलोसफीको यो मेन तपाईँको जिस्ट हो। यो पनि नेचुरल स्कुल, प्राकृतिक सम्प्रदाय, विधिशास्त्र प्राकृतिक सम्प्रदायको कुरा हो। मानिसहरू सांसारिक वस्तुहरूको प्रभावबाट मुक्त रहने र आफ्नो बुद्धिलाई विवेकशील ढङ्गबाट प्रयोग गर्नु पर्यो, यो कुरा है। अब हेर्नुहोस् है साथीहरू, दार्शनिक जेनो नाम सुन्नु भएको थियो उहाँको? अब सुन्नुहोस्, यहीँ सुन्नुहोस्। दार्शनिक जेनो स्टोइक फिलोसोफर हुन् उनी। यो अघि आयो नि, लोभबाट मुक्ति, उत्तेजनाबाट मुक्ति, आवेशबाट मुक्ति। सुन्दै जाँदा बुद्धिज्मतिर कुरो पुगे जस्तो हुँदैन र? हेर्नुहोस् त, त्यति बेला भनेको कुरो के। अब यो कहाँ वेस्टर्न हुन्, पश्चिमा देशतिर भए। अब बुद्धिज्म यतातिर आएर डेभलप भयो। कुरो त हेर्नु नि। जोडियो डेफिनेटली जोडियो छ। हिन्दू जुरिस्प्रुडेन्स आउँछ छवटा यो छवटा स्कुलको कुरा गर्नुभयो, सम्प्रदायको कि अरूको कुरा? छवटा आँखा बन्द छवटा भन्नु होला है सर, नत्र मेरो फेरि इन्टरनेसनल बेजेद मेरो हुन्छ। पढाउने म भन्ने तपाईँ, बेजेद हुने मेरो फेरि। ल अब जेनोको कुरा, स्टोइक फिलोसोफर, यो अन्ली फर नलेज राख्नु होला है। अगाडि बढेँ म। अब प्लेटो, हिराक्लिटस आउनुभयो, अलिकति एरिस्टोटलको कुरा आयो, स्टोइक फिलोसोफीको कुरा त ग्रिक पिरियडमै छौँ है। त्यसमा प्लेटो भन्ने अर्को आउनुभयो, को भनाइमा मानिसलाई मानवीय एकता, संरक्षण र सुरक्षाका लागि कुनै अलौकिक शक्तिले पर्याप्त न्यायिक सुझबुझ प्रदान गरेको हुन्छ, जो मानवीय विवेकका रूपमा रहेको हुन्छ। मानिसमा अन्तर्निहित रहने यही सुझबुझ अर्थात् विवेकबाट निश्चित भएका कुनै सबै कुरा प्राकृतिक हुन्। कसले भन्यो? प्लेटो। र एरिस्टोटलको कुरामा आयो, भनाइमा मानिस ईश्वरको सृष्टि भएको र उसँग बुद्धि विवेक रहने हुनाले, बुद्धि पनि छ विवेक पनि छ, मानव भएको कारणले यही बुद्धि विवेकको सहयोगले न्यायको शाश्वत सिद्धान्त खोजी गर्न सक्छन्। जस्टिस चाहियो नि है। मानिसमा निहित बुद्धि विवेक प्राकृतिक अंश भएकोले आफ्नो विवेकले सही ठहराएका कुरालाई नै प्राकृतिक कानुन भनिन्छ। तपाईँको विवेकले सही ठहराउनु पर्यो क्या।
अहिले पनि त आएर मैले अन्डरसन्ड गरिदिएँ ल, के ठिक के बेठिक भन्दै ऱ्यासनलिटी यहाँहरूको छ नि त होइन। तपाईँले पनि दिनुभयो दे दनादन, देन आई हेभ टु थिङ्क एबाउट द्याट। मैले पनि आफ्नो ऱ्यासनलिटी प्रयोग गरेँ नि त। भन्दा त साइन्सले भन्छ ऱ्यासनलिटी, लजिक त साइन्सले भनिदियो। आएर त्यो नेचुरल स्कुलले पनि भन्यो नि, प्राकृतिक सम्प्रदायको कुरा गर्दा ग्रिक कालमा पुगेका छौँ है हामी। ग्रिक कालमा एरिस्टोटलले यो कुरा ल्याएर आए। त्यसपछि कुरा गर्दै जाँदा जिनो भनेर को भनेको थिएँ अघि मैले? जेनो स्टोइक, स्टोइक फिलोसोफर हो। को भनाइमा विवेकले, मान्छे विवेक बनाएन, तपाईँको ऱ्यासनलिटी, तपाईँको ऱ्यासनलिटी बुझ्नुहुन्छ है? शर्मिसहरू म्यामहरू ऱ्यासनलिटी बुझ्नुहुन्छ है? यतातिर नबुझे जस्तो गर्नुभयो। ऱ्यासनलिटी भने बुझ्नुहुन्छ पक्का हो? ल ठिक छ। विवेकले उचित ठानेको नियम नै प्राकृतिक कानुन हो। तपाईँको विवेकले उचित ठानेको कानुन, मान्छे मार्न पाउनुपर्छ, तपाईँ विवेकले ठिक भन्छ। अर्काको धन सम्पत्ति लुट्नुपर्छ, तपाईँ विवेकले भन्छ त? भनेन नि त। हो, यही ल्याक भएर समस्या भएको। सक्छ। अब तपाईँको भनाइलाई उता गएर साइकोलोजीतिर जान्छ क्या फेरि। अहिले यसकै आधारमा छौँ, हाम्रो लिमिटेसन छ। नेचुरल स्कुल पढिरहेकोमा पढ्दै जाँदा साइकोलोजी घुसाउनै मिलेन मैले। तपाईँको खिचडी होइन महाखिचडी हुन्छ फेरि। हजुर आउँछ सब साइकोलोजीतिर गयो। र अर्को कुरा, अब कुरामा कुरा निकालिहाल्नु भयो सर म्याम मिसहरूले। तपाईँले अब यो पास गरिसकेपछि साइकोलोजी एकदम राम्रोसँग अध्ययन गर्नु होला। सेल्फ स्टडी गर्दा पनि हुन्छ। कतिपय 6 महिनाको ट्रेनिङ दिन्छ, कति तपाईँको सब्जेक्टै हुन्छ होइन। त्रिभुवन युनिभर्सिटीले ब्याचलर डिग्री मास्टर डिग्री त्यो त टाइम नहोला, सेल्फ स्टडी गर्नु होला। तपाईँले यहाँनिर मैले अहिले इदिगो सुपरिगो भन्दै थिएँ, के बुझ्नुहुन्छ? हो, अब इगो र सुपर इगो, सिगमन्ड फ्राइड भन्दै थियो। यो त टपिक फेरि कुनै लम ठोक्छ, त्यतातिर गएन म। आउँला कुनै दिन, भर्खर सुरुवात हो यो, स्टार्टिङ पोइन्ट हो। कुनै दिन इन्टरेक्सन गर्ने पाइयो भने त्यता पनि कुरा गरौँला। आफ्नो ठाउँमा छ, समयले साथ दिएछ भने, दिएन छ भने तपाईँहरू आफै सेल्फ स्टडी गर्नु होला। यो इक्जाम सकेपछि रिगार्डिङ साइकोलोजी त्यहाँ गएर जान्छ। क्रिमिनोलोजी, अघि उत्तेजनाको कुरा आयो त, उत्तेजनामा आएरै हुने कुरा हो नि सबै। जति पनि क्रिमिनल एक्टिभिटिजहरू भएको छ उत्तेजनामा आएर भएको होइन र भने। बुद्ध त प्राप्त गरेर भयो छैन हो। त्यसैले अब हेर्नुहोस् है, यहाँनिर जेनोको भनाइमा विवेकले उचित ठानेको नियम नै प्राकृतिक कानुन हो। जेनो भने स्टोइक फिलोसोफर नाम हो कि, स्टोइसिजम भन्छ। लोभ त्याग, घृणा त्याग होइन, काम क्रोध त्याग भन्छ स्टोइसिजमले। टाइपको मैले हजुरहरूलाई बुझाउन त्यो शब्द प्रयोग गरेँ। म त्यो शब्द सापट्टि मात्र लगेको मैले बुझाउनलाई। र समष्टिगत रूपमा हेर्ने हो भने प्राकृतिक कानुनलाई प्रश्न क्रममा ग्रिक दार्शनिकहरूले गरेको सबैभन्दा ठुलो दृष्टिकोण एरिस्टोटलको रहेको छ यो ग्रिक पिरियडमा। र एरिस्टोटलको कुरा गर्दाखेरि तपाईँले यहाँनिर के बुझ्नु पर्यो, परिभाषाले प्राकृतिक कानुन सम्बन्धी नयाँ धारणा निर्माण गर्न प्रशस्त योगदान दिएको कुरा आधुनिक कानुनवेत्ता, आधुनिक जुरिस्टहरू कुन? हेगेलको नाम सुन्नु भएको छ, कान्ट, केल्सन आउँछन् एक एक गरेर। यिनले किन फलोअप गरे कि अहिले आएर 2500 वर्ष अगाडिको कुरा अहिले आएर किन फलोअप गर्नु पर्यो? हेगेलले भनेका कुरा जानुस्, कान्टले भनेका कुरा हेर्नुहोस्, केल्सनले भनेका कुराहरू हेर्नुहोस्। हो, यिनले पनि अहिले के गरे, यी कानुन जुरिस्टहरूले पनि त्यति बेला भनेका कुरालाई अहिले आएर के गरे, पुष्टि गरेर छोडिदिए। कानुनलाई नैतिकताबाट छुट्याउन मिल्ने कि नमिल्ने आयो। कसैले के भन्छ, नैतिकता भन्ने एउटा कानुनमा ल्याउने हो भन्छ अर्को स्कुलले। तर फेरि अहिले अन्ततः आएर फेरि उयो नेचुरल स्कुलकै शरणमा किन जानु पर्यो? रुल अफ ल किन चाहियो? सेपरेसन अफ पावर किन चाहियो? कन्स्टिट्युसनलिजम किन चाहियो? जो सुरुमा हामीले पढ्यौँ नि, यो कुरा सम्झिराख्नु होला है। म अलिकति स्पिड बढाएँ ल, अझ एउटा टपिक सक्नै पर्यो। अब जाउँ रोमन काल। यो सेकेन्ड स्टेप कसको? एक नम्बरमा के पढ्नु भएको छ? हो, नेचुरल स्कुल अफ ल अथवा प्राकृतिक विधिशास्त्रको प्राकृतिक सम्प्रदायका विकास क्रममा। नम्बर कमा के पढ्नुभयो? ग्रिक पिरियड पढ्नु, ग्रिक काल। नम्बर 2 मा खमा रोमन काल। अब हेर्नुहोस् रोमनमा के कुरा आए, अब अलिकति विकास हुँदै गयो। 0 थियो 1 मा टेक्यो। ग्रिक कालमा प्राकृतिक कानुनका सम्बन्धमा विकास भएको धारणालाई अनुसरण गर्दै रोमनहरूले
अघि भनेको थियौँ द कन्सेप्ट अफ जुरिस्प्रुडेन्स स्टार्टेड इन सुरुमा लेख्नु भएको छ जस्ट यु क्यान सी इन योर फर्स्ट पेज हो रोमनहरूले बढी व्यवहारवादी भएर प्राकृतिक कानुनलाई परिमार्जित गरेर प्राकृतिक कानुनसँग बढी नैतिक आधार र विश्वव्यापी स्वरूप रहेको हुन्छ नैतिक आधार र विश्वव्यापी जसलाई अहिले आएर मानव ह्युमन राइट्ससँग जोडिन्छ साथीहरू तपाईँको नेचुरल स्कुलको कुरा हजुर एकदम सर्टकटमा सोध्नु सर ल आजलाई अर्को दिन म फेरि एन्सर दिउँला हजुरको हजुर कालमा चाहिँ जुन कम भयो भनेर भनिहाल्छ ओरिजिन चाहिँ त्यहाँबाट भयो मतलब त्यसको चाहिँ कानुनी उपचारमा चाहिँ नि प्रयोग गरिन विकसित रूप भयो हजुरले जेरोबाट एक टेक्दाखेरि एक टेक्दा त जेरोबाट जानु पर्यो नि त हो सुरुवात उता गरे पनि यसको विकसित हुने काम आउँदैछु तपाईँले भनेको कुरा आउँदैछ है र प्राकृतिक कानुनसँग नैतिक आधार एक र विश्वव्यापी स्वरूप रहेको हुन्छ भन्ने जस्ता मान्यता स्थापित हुँदै किन त्यो विकसित रूपमा हुँदैछ नि त होइन र ग्रिक कालमा यी कुरा भए त्यसलाई सेटल गर्नु पर्यो राज्यले मान्यता पनि दिनु पर्यो त्यसपछि के गरे हेर्नुहोस् यिनीहरूले रोमनले के गरे नागरिक कानुन र राष्ट्रिय कानुनी जुस सिभिल र जुस जेनिटम भन्ने नाम राखे आउँदैछु नागरिक कानुन राष्ट्रिय कानुन र प्राकृतिक कानुन त्यही नैतिकताको आधारमा विवेकको आधारमा लजिकको आधारमा बनेका कानुनलाई यिनीहरूले के गरे अब यी शब्द दिए ठिक छ अगाडि बढे है साथीहरू सरर कुदिहालौँ रोमन कानुनविदहरूले प्राकृतिक कानुनलाई हेर्नुहोस् व्यवहारवादी ढङ्गले हेरे र उनीहरूको सामुन्ने विशाल रोम के सानो होइन नि त बाफ रे बाफ यहाँको पृथ्वीनारायण शाहले एकीकरण गरे जस्तो त्यहाँ पनि अथाह साम्राज्यलाई के गरे उनीहरूको साथ विशाल रोममा कानुनलाई सही ढङ्गले कार्यनीतिगत गर्ने भन्ने समस्या देखिएपछि यो समस्यालाई समाधान गर्नु उनीहरूले यी 3 प्रकारका कानुनको विकास गरे कसरी रुल गर्ने त अर्कालाई रुल गर्न कानुन बनाउनु पर्यो नि त नि परेन एन्ड हिटलरले यहुदी मार्दा पनि कानुन बनाएर मारे हो नि त्यत्तिकै मारे हो र कानुन बनाएर मारेको हेर्नुहोस् कानुन त बन्नु पर्यो नि हो यिनले पनि आफ्नो सारा त्यत्रो रोमन कन्ट्रोल गर्न अब के गरे नागरिक कानुन रोमन नागरिकहरूका लागि मात्र लागू हुन्थ्यो भने अगाडि छ है नागरिक कानुन 3वटा है पछि नोट पाएपछि हेर्नु होला राष्ट्रिय कानुन नागरिक कानुनभन्दा व्यापक र विरोध भएकोले रोमन नागरिक लगायत रोममा बस्ने अन्य विदेशी अब आयो ल यो कुरा गरेपछि विदेशीलाई पनि यही कानुन लागू हुनु भनेको छ क्रिमिनल कोडमा त लेखाएको छ नि त अहिले त यहाँबाट अलपसन सुरु भयो र ल हेर्नुहोस् अन्य विदेशीलाई समान ढङ्गले लागू भयो प्राकृतिक कानुन जसलाई अदालतद्वारा कार्यान्वयन गर्न त सकिँदैन थियो तर यसले नागरिक कानुन र राष्ट्रिय कानुनलाई आधार मानेर रोममा अन्य 2 प्रकारका कानुनको विकास गर्यो कालान्तरमा रोममा राष्ट्रिय कानुन र नागरिक कानुनलाई एउटै स्वरूपमा कायम गरियो अन्ली नलेज है यो धेरै उ नगर्नुहोस् यो गाइस तथा सिसेरो यसकालका महत्त्वपूर्ण दार्शनिक हुने अघि आएको थियो नि सिसेरो रोमन पिरियडको रहेछन् होइन गाइस 2टा नाम याद गर्नुहोस् र यिनीहरूको विचारमा प्राकृतिक कानुन विवेकपूर्ण हुन्छ हेर्नुहोस् ऱ्यासनालिटी भयो तपाईँको ऱ्यासनालिटी कहाँनिर आउँछ यो कुरा बुझिराख्नुहोस् यो ठिक र बेठिक छुट्याउने तर्क रहेछ ठिक र बेठिक र यो ईश्वरको कृपाबाट आएको हो र अपरिवर्तनशील हुन्छ त्यही रट्टा लगाए डिभाइन ल ठिक छ अब त्यसपछि म गएँ क्रिस्चियन काल यो सबभन्दा धार्मिक युग भन्छ यसलाई डार्क एज पनि भन्छ धर्मले शासन गरेको यो युरोपमा तर यति बेला कानुनको विकास त भयो तर के भयो चर्च डोमिनेन्ट भइदिएको छ है नामै क्रिस्चियन पिरियड भन्यो रोमन काल पश्चात प्राचीन सभ्यताको समाप्ति भयो अब कस्ता सभ्यताको समाप्ति भयो र प्राचीन कालको समाप्ति पछि नयाँ सभ्यताको सुरुवात कालभन्दा अगाडि अर्थात् मध्ययुगको सुरु हुनुभन्दा अगाडि यो काललाई अँध्यारो काल पनि भनिन्छ हेर्नुहोस् एक्विनस आयो यो अगस्टाइन आयो यो जर्गेरोरी भन्ने जस्ता यी पादरी नै बुझ्नुहुन्छ है रिलिजियस लिडर अब यसैबाट हेर्नुहोस् यिनले भनेका कुरा कति ठिक कति बेठिक आफ्नै ठाउँमा छ तर यसरी हेर्नुहोस् यस युगका जुन मेन लिडर हुन् नि पायोनियर फादरी भन्छ नि फादर अगस्टाइनलाई मानिन्छ उनले प्राकृतिक कानुनलाई भौतिक वास्तविकताबाट छुट्टाइ आध्यात्मिक वा धार्मिक एकताको रूपमा लग्यो स्पिरिचुअलमा लगिदियो अब डार्क एज अनि के भयो चर्च
यहाँ बस्यो, यहाँ माथि गड, यहाँ चर्च, यहाँ पब्लिक। यो क्रिस्चियन पिरियड। त्यसैलाई डार्क एज पनि भन्यो। डार्क एज भनेर कुन एजलाई चिनिन्छ भनेर तपाईँलाई स्वाटो क्वेसन थाल्यो, टुवाको टुवा नपढेपछि त। पढ्दा त भयभरका पढ्यौँ नि, अब यही छुट्यो भने त क्वेसन त छुट्यो। त्यो ध्यान दिनु होला। र उनले प्राकृतिक कानुनलाई स्वर्ग र पृथ्वीसँग जोड्ने माध्यम बनाए। हेर्नुहोस्, प्राकृतिक कानुन भने ईश्वरको इच्छा हो जो मानिसलाई आज्ञाका रूपमा प्राप्त भएको हुन्छ भन्ने कुरो स्थापित गरे। अर्डर अफ द गड, वी आर द म्यासेन्जर भने ए अगस्टाइनले। अब पब्लिकले के हो त, ओहो दे आर द मेसेन्जर, यी हुन् हाम्रा कुरा भगवान्सँग पुर्याइदिने मेसेन्जर, यिनी पो रहेछन् त। सुरु भयो र नेचुरल ल नै हो भन्ने कुरा गरे। ड्रब्याकतिर नलागौँ, हामी यो नेचुरल लको एउटा विकास क्रममै छौँ है। त्यसपछि दैवी कानुनसँग विपरीत हुने मानव निर्मित कानुन सही अर्थमा कानुन नै होइन भन्ने मान्यता स्थापित भयो। सर हजुरको अघिको सुरुको क्वेसनमा आउँदैछ एन्सर, बकाबक आउँदैछ दे दनादन है त। यसरी मानव निर्मित कानुन दैवी कानुनसँग मेल खानु पर्दछ र दैवी कानुन सर्वोपरि हुन्छ भन्ने धारणाको विकास साथसाथै चर्चको महत्त्वपूर्ण भूमिकालाई सकियो। अब यी चर्चले राज्यलाई नियन्त्रण गर्न सक्दछ भन्ने धारणा विकसित भयो। के हाल्नुहुन्छ, धर्मले शासन गरेपछि। तपाईँ भन्नुहुन्छ अरू धर्म बहुत कट्टर हुन्छन्, यो क्रिस्चियनिटीले ग्यालिलियो नाम त सुन्नु भएको नि, धन्दै धन्दै बाल बाल भने तपाईँको शब्दमा बचेका हुन् ग्यालिली। त्योभन्दा अगाडिको एउटा वैज्ञानिक जिउँदै जलाएर मारे। खास दुईटा थ्योरीमा, एउटा जियोसेन्ट्रिक, एउटा हेलियोसेन्ट्रिक भन्ने कन्सेप्टमा धन्दै ग्यालिलियोलाई धन्दै मारेका हुन्। तपाईँ त्यस्तो खालको हो कि यो त। त्यसपछि आएर त बिचमा क्याथोलिक प्रोटेस्टेन्ट भन्ने आयो क्रिस्चियनिटीमा। प्रोटेस्टेन्ट भनेको लिबरल भए, क्याथोलिक भने त अझै पनि कट्टर हो। भ्याटिकन सिटी त नाम सुन्नु भएको होला नि, एकदम धर्ममा आफ्नो मान्ने। मैले विरोध गराएन है फेरि, कट्टरपन्थी भनेर आफ्नो हिसाबले हुन पाइयो। चर्चले राज्यलाई नियन्त्रण गर्न सक्छ भन्ने धारणा यही बेला आएको रहेछ। र समष्टिगत रूपमा भनिदियो भने यसकालमा मानिसको विवेक तथा चेतनालाई प्राकृतिक कानुनको रूपमा स्वरूपमा स्वीकारिए तापनि विवेकलाई धार्मिक दृष्टिकोणबाट व्याख्या गर्नु पर्यो। सकेन कुरो, तपाईँको विवेकलाई, तपाईँको ऱ्यासनलिटीलाई धार्मिक दृष्टिकोणबाट व्याख्या गर्ने मान्यता स्थापित गरियो। साथै प्रकृतिलाई भौतिक जगतबाट अलग पारी दैवी जगतको अंशको रूपमा स्वीकार गरियो। यो सारा संसार ईश्वरको लीला हो भन्दै तपाईँले जे गर्नुहुन्छ भगवान्ले दिनुभएको। अब हामी भन्छौँ मान है, तर नैतिकता आयो है त्यहाँनिर। यता धेरै क्रिटिसाइज नगरौँ, गर्नु हुँदैन। अब आउँ हामी मध्ययुगीन काल। प्राकृतिक कानुनको सम्प्रदायले मध्ययुगमा आएर झन् महत्त्वपूर्ण स्थान ग्रहण गर्यो। विकास हुने क्रममा छ प्राकृतिक कानुन पनि। त्यस्ताका क्रिस्चियन चर्चका पादरी, अघि भने नि मैले, कानुनलाई दुईवटा आधारमा विवेचना गरेको पाइन्छ। के आधारमा गरेछन् हेर्नुहोस्, एउटा ईश्वरद्वारा प्रदत्त एकता अर्थात् एक मत, एक चर्च, एक साम्राज्यका आधारमा। एक साम्राज्य, एक चर्च, एक मत, चर्च एउटै हो। र विश्व एकतासँग आज तपाईँ भाइचाराको कुरा गर्नुहुन्छ नि, ब्रदरहुडको कुरा आउँछ होइन। कहाँबाट सुरु भएको छ हेर्नुहोस् त ल। युद्ध नगर है, रसिया र युक्रेन, भाइचाराको सम्बन्ध कायम गर भन्दा त भन्छ नि। तर के गर्नु, नैतिकताको सङ्कट परेको बेलामा जे पनि हुन सक्दो रहेछ भन्ने हेर्नुहोस्। र ईश्वर कानुनको सर्वोपरिता भन्ने कुरा है। यस युगका प्राकृतिक कानुनका प्रवर्तक सेन्ट थोमस एक्विनसको विचारमा मानिसको बुद्धि र इच्छा ईश्वरद्वारा दिएका कुरा हुन्। तपाईँको बुद्धि, तपाईँको इच्छा ईश्वरले दिए भन्यो। संसारको सञ्चालनमा ईश्वरको इच्छा र विवेकबाट बनेको कानुनबाट मात्र हुन्छ। अगाडि क्रिस्चियन पिरियड भयो नि, त्यसै मिडिएबल पिरियडमा अब यी कुरा आइसकेपछि अब यो डाइस नाम सुन्नु भएको छैन। अब सुन्नुहोस्, डाइस भने जुरिस्प्रुडेन्सको त खतरा मान्छे। डाइसको यत्रो जुरिस्प्रुडेन्स पढ्नुपर्छ। अब कोही एलएलएम पढिसक्नु भएको छ कि पढ्दै हुने हो कि प्लानमा हुनुहुन्छ, के हुनुहुन्छ, यो डाइसको आउँछ जुरिस्प्रुडेन्स, यामानको बुक। अब विधिशास्त्री डाइसका अनुसार अन्धकार युगबाट विकसित भएको तत्कालीन युरोपियन राज्यहरूमा तीनवटा आवश्यकता। अन्धकार भने कति बेला हो, क्रिस्चियन कालमा डार्क एज भन्यो क्या, धर्मै नै डोमिनेट भइसकेन कि कुरो। अनि धारणात्मक स्वामित्वको आवश्यकता चाहियो। चर्च र राज्य सरकार बीच बढिरहेको तनावलाई घटाउनु पर्ने आवश्यकता भयो। चर्चलाई आफ्नो तार्किक शक्तिद्वारा आफ्नो सर्वोपरिता कायम गर्नुपर्ने आवश्यकता पनि रह्यो भने
आफ्नो डोमिनेन्स त क्रिएट गर्नु पर्यो नि त। कसरी गर्ने त? र प्राकृतिक कानुन धार्मिक कानुनको एक अंश भयो अब त्यति बेला क्रिस्चियन पिरियडमा। यो मानवीय बुद्धि र विवेकद्वारा पत्ता लगाइन्छ र मानिसको बुद्धि विवेकको निर्माण धर्मले गर्छ। तपाईँको बुद्धि मेरो बुद्धि, तपाईँको विवेक मेरो विवेक धर्मले मात्रै गर्छ भन्ने कुरा आयो। फेरि माने त मान्छेले मानेन नि त। जति बेला नेपालमा सती प्रथा थियो सिस्टम थियो मानेको थियो त मान्छेले? थिएन। सिस्टम हुँदा माने त मान्छेले, वर्षौँसम्म मानिन्थ्यो। पछि होइन यो त मानव सभ्यताको कलङ्क भन्यो आयो त कानुन त चाहियो त फेरि त्यसलाई एबोलिस गर्नलाई। हेर्नुहोस् परिवर्तन कसरी हुँदैछ। यहाँ पनि त्यही आयो, प्राकृतिक कानुनले मानवीय व्यवहार तथा सम्बन्धलाई व्यवस्थित गर्ने काम गर्यो। यसैले मानव निर्मित कानुन धार्मिक कानुनको दायरामा रहनुपर्छ, त्यहाँभन्दा बाहिर जान पाउँदैन हो भन्ने कुरा गर्यो। र यो कुरा भइसकेपछि यसको विपरीत भएमा त्यस्तो कानुनको कुनै अस्तित्व रहँदैन जस्ता मान्यताहरू स्थापित गर्ने काम थोमस एक्विन्सले गरे। अनि मेरो स्पिच बढी भएको माइन्ड नगर्नु है साथीहरू। यसरी थोमस एक्विन्सले प्राकृतिक कानुनलाई ईश्वरीय कानुनको उपजको रूपमा लग्यो। थोमस एक्विनस कसले लग्यो? थोमस एक्विनसले ईश्वरीय कानुनको उपजको रूपमा लगे प्राकृतिक कानुनलाई। र दैविक कानुन प्राकृतिक कानुन यी सब के भए? सर्वोपरि भए। यसको प्रयोग र विश्लेषणमा धार्मिक संस्था चर्चको सर्वोपरिता र विश्वव्यापी मान्यता रहनुपर्ने भन्ने धारणा यिनकै हो। जे गर जता लैजाऊ जे गर, यो मन त नेपाली हो भने जस्तै यी जता जता गर जे गर धर्म ल्याऊ एक्विनसले भने। अनि त्यसपछि कानुन भनेको शासकको स्वेच्छा नभए, अब आयो ती शासकको स्वेच्छा नभए विवेक हो। विवेकले काम गरे भए आज यस्तै भोग्नु पर्थ्यो र कति कति देशमा। ऊ बङ्गलादेशमा मृत्युदण्ड घोषणा गर्यो, अर्को देशमा त्यस्तै छ। आफ्नो घरमा त यस्तै हो, थाहा पाउनु भएको छ हो। नभए विवेक हो, यी स्वेच्छा नभए विवेक हो, तर्क हो भन्ने कुरालाई यस कालमा एक्विनसद्वारा स्थापित गरे। हामी पोजिटिभ कुरा मात्रै हेरौँ, नेगेटिभ कुरा हेर्नु आवश्यक छैन। नेगेटिभ त नेगेटिभ छ नि, किन हेर्ने नेगेटिभ? झन् उल्टो नेगेटिभिटी बढ्छ। नराम्रो कुरा आफै नराम्रो छ कि किन हेर्नु नराम्रो? राम्रो कुरा मात्रै हेर्नुहोस्। यहाँ पनि एक्विनसले भनेको कुरा यो, धर्मतिर लगेर उनलाई नराख्नुहोस्। अब जाउँ आधुनिक काल। यो आधुनिक काल आउनुभन्दा पहिला यो शब्द सुन्नु भएको छैन, रेनेसा पुनर्जागरण भन्छ है। पुनर्जन्म पुनर्जागरण जे नाम दिनुहोस्, शब्द आएन भने शब्द टिप्नुहोस्। इङ्ग्लिस नेपाली बोथ शब्द टिप्नु, तपाईँलाई जुन शब्द कम्फर्टेबल लाग्छ। अब आधुनिक काल त आयो, मोडर्न पिरियड के प्राकृतिक कानुनको मोडर्न पिरियड। क्रिस्चियन पिरियडमा गएर त धर्म भिरु मात्रै भइदियो। मध्ययुगमा आइपुग्दा के भयो? त धर्मको ह्याङ मात्रै बाँकी रह्यो होइन। अब यसको रिभाइभल हुन्छ। रिभाइभल भने बुझ्नुहुन्छ के हो? रिभाइभल भने हो कहाँ लोप भयो? पहिला क्रिस्चियन पिरियडमा लोप भयो। त्यहाँभन्दा रोमनमा कस्तो थियो सभ्यता हेर्नुहोस् त, रोमन सभ्यता ग्रिक सभ्यता क्रिस्चियन पिरियडमा आएर खतम भयो है। अब यसले के गर्यो? अब त रिभाइभल हुनु पर्यो। र संसारको अब यो बुझ्नलाई साथीहरू फेरि अलिकति यो टपिकभन्दा बाहिर पुगेँ म दुई तिनवटा सेन्टेन्समा। यो पुनर्जागरण काल भन्छ, पुनर्जन्म पनि भन्छ रेनेसा। 14औँदेखि 16औँ शताब्दी 200 वर्ष चल्यो क्या। बुझ्नुभयो? बाइबल लोकल भाषामा ट्रान्सलेटेड भएको यति बेला हो। क्रिस्चियनिटी क्याथोलिकबाट प्रोटेस्टेन्ट भएको यति बेला हो। हेर्नुहोस्, प्रिन्टिङ प्रेसको स्थापना यति बेला भयो। भास्को डेगामा कोलम्बसमा यी जस्ता मान्छे बाहिर निस्केको यति बेलै हो। हरेक ठाउँमा कानुनको हिसाबमा, धर्मको हिसाबमा, लिटरेचरको हिसाबमा, विज्ञानको हिसाबमा 200 वर्ष। त्यो पिरियडलाई भन्छौँ हामी यो रेनेसा। ले ल्याएको आध्यात्मिक सामाजिक र आर्थिक परिवर्तनसँगै प्राकृतिक कानुनको आधुनिक कालको पनि थालनी भयो। हामी एउटैमा छौँ, नेचुरल स्कुलमै छौँ है साथीहरू, नझुक्किनुलाई। 5वटा चरण। र यस कालमा भनेको आधुनिक कालमा प्रकृति मानिस प्रकृति भिसा हो भन्ने धारणा परिवर्तन आयो। अब किन खोज अनुसन्धान भयो नि। त्यहाँभन्दा पहिले यो रेनेसा आउनुभन्दा पहिला बाइबल हेब्रू ल्याङ्ग्वेज कहाँ बोलिन्छ? हेब्रू है, हेब्रू ल्याङ्ग्वेज इजरायल है। अब हेब्रू ल्याङ्ग्वेज त बुझ्न गाह्रो भयो। ओहो त्यहाँ त चर्चले के भने हेर्नुहोस् है, हामी त्यस्तो उस्तो लेख्यो। जब यो लोकल भाषामा ट्रान्सलेट भयो नि, ल मानौ म मैथिली भाषा बोल्छु, मलाई त्यो इङ्ग्लिस आएन, मैथिलीमा आयो भने पढ्न पाएँ नि त मैले। यो त होइन रहेछ बट
सब यो मिसइन्टरप्रेट भयो। अब जब लोकल भाषामा आयो अनि हेर्नुहोस् क्रिस्चियनिटी दुई भागमा गयो कि क्याथोलिक हुँदै गयो प्रोटेस्टेन्ट हुँदै गयो। तपाईँले मार्टिन लुथर किङ सिनियर र सिनियरको नाम सम्झिनुहोस्, मार्टिन लुथर किङ सिनियर त्यति बेला क्रिस्चियनिटी त्यसरी डिभाइड भएको छ। हेर्नुहोस् आज जति पनि क्रिस्चियन धर्म मान्नेहरू हुनुहुन्छ नि, पछि धर्म परिवर्तन गर्ने साथीहरू, उहाँहरू प्रोटेस्टेन्टतिर हो कि क्याथोलिक त उतै हुनुहुन्छ। सम्झिराख्नुहोस्, नलेज पनि चाहिन्छ। भोलि बहस गर्दाखेरि यसो कुरा आउँदाखेरि त मार्टिन लुथर किङ जुनियर सिनियर ओहो कहाँ हो के नाम हो भन्ने कपाल गाउनु नपरोस् कि। मार्टिन लुथर किङ सिनियरको कुरा गरेँ, जुनियरको कुरा गरिनँ मैले, सिनियरको कुरा गरेँ। त्यस कालमा, कुन कालमा? आधुनिक कालमा प्राकृतिक यो नेचुरल स्कुल अफ लको कुरा गरेँ नि, प्राकृतिक सम्प्रदायको अन्तिम चरणको भनेको प्राकृतिक हिस्साबन्द धारणा परिवर्तन आयो। मानिसले आफै साध्य र ज्ञानको भोको र आफ्नो शक्तिका लागि जागरुक प्राणीका रूपमा, आफ्नो शक्तिको लागि, आफ्नो अधिकारको लागि सचेत हुँदा कति आन्दोलन चले त? चलेन? अधिकार त चाहियो त, अधिकार चाहिएन? हिजो त्यो अधिकारको कुरा गर्दाखेरि तपाईँको इजलासमा गएर श्रीमान भन्ने शब्दसँगसम्म प्रब्लम आयो। माननीयज्यूलाई श्रीमान भन्दाखेरि महिला अधिवक्ताले के गर्ने? त्यही भाषिक प्रब्लम त्यति बेला आएको। हेर्नुहोस् तपाईँलाई सुन्दा अचम्म लाग्ला, सुनिराख्नुहोस्। अनि त्यसताका वैयक्तिक स्वतन्त्रताको व्यवस्था र संरक्षणको माग दाबीलाई समर्थन गराउन प्राकृतिक कानुनका सिद्धान्तलाई विवेचना गर्न थाले र प्राकृतिक कानुनलाई दैवी नियमको अतिरिक्त विवेकपूर्ण ढङ्गबाट तर्क दिएको कुरा हो भनेर व्याख्या गर्न थालियो। नातिनोलाई अलिकति म सकिहाल्छु त्यसपछि। अब यस युगमा ह्युगो ग्रोइसस नाम सुन्नु होला। ह्युगो ग्रोइससले आफ्नो पुस्तक ल अफ वार एन्ड पिस, नाम मात्र लेख्छु बुकको, इक्जाममा आउने क्वेसन यही हो फेरि है। ल अफ वार एन्ड पिसका लेखक को हुन्? ठ्याक्कै भयभरको पढ्यो क्वेसन यत्रो दिन्छ अनि कहाँ हुन्छ। ह्युगो ग्रोइसस, यसलाई अन्तर्राष्ट्रिय कानुनका पिता पनि भनिन्छ। पछि अन्तर्राष्ट्रिय कानुन अब मेरो फेला परेन होला, नत्र अरू कसै फेला परे उहाँले नि भन्नुहुन्छ है। प्राकृतिक कानुनको परिमार्जित रूप स्वरूप प्रस्तुत गरेर अन्तर्राष्ट्रिय कानुनका मूलभूत सिद्धान्तको जग बसाली। त्यसैले उनलाई ह्युगो ग्रोइससलाई अन्तर्राष्ट्रिय कानुनका पिता भनेर चिनिँदैछ। यी बुकका राइटर यिनी, अन्तर्राष्ट्रिय कानुनका पिता यिनी। उनका अनुसार मानिसको महत्त्वपूर्ण चाहना आफ्नै बौद्धिक चरित्र अनुरूप समाजमा अन्य व्यक्तिहरूसँग शान्तिपूर्ण तरिका जीवन गर्ने भयो र शान्तिपूर्ण समाजको चाहना राख्न मानिसको बौद्धिक प्रकृतिबाट नै प्राकृतिक कानुन सिद्धान्त बनेका हुन्छ। शान्तिपूर्ण समाज खोज्यो नि, आज अन्तर्राष्ट्रिय समुदायले के खोज्यो? आतङ्कवादी हमला हुन बित्तिकै के खोज्यो? शान्तिपूर्ण समाजको खोज्यो। अस्ति दिल्लीमा के गेटमा बम पड्काइदियो, यी कहाँबाट कहाँ शान्तिपूर्ण समाज भयो त? यी शान्तिपूर्ण समाज हुनलाई त यी प्राकृतिक कानुन सिद्धान्तहरू चाहियो। यो कुरा गरेको छ। अब ग्रोइससले के भने, व्यक्तिगत सम्पत्ति र स्वतन्त्रको संरक्षण नोक्सानी बापत क्षतिपूर्ति दिनु पर्यो, दण्डभागी बनाउनु पर्ने जस्ता कुरा मान्यता उल्लेख हुँदै गयो। अब आयो क्या सेङ्सन, तपाईँले व्यक्तिगत सम्पत्ति तोडफोड गर्नुभयो अर्काको, हानि नोक्सानी यसरी हुँदै गयो। र 16औँदेखि 18औँ शताब्दीको अन्त्यसम्म प्राकृतिक कानुनको परम्परा धारणा व्यापक परिवर्तन भयो। यी हुँदै हुँदै आए प्राकृतिक कानुन वास्तविक कानुनमा उच्च कोटिको हुन नसक्ने र विश्वव्यापी रूपमा एकरूपता कानुन हुन नसक्ने जस्ता धारणा पनि विकसित भई प्राकृतिक कानुनलाई वास्तविकता आधारमा परिमार्जित गर्ने कुरा है। अब आदर्शवादी हुने होइन है, व्यवहारवादी हुनु पर्यो भन्ने कुरा हो। यही हो रिभाइभल अफ नेचुरल स्कुल अफ ल भन्छ यसलाई, आधुनिक काललाई रिभाइभल। यो भइसकेपछि अब यस युगमा प्राकृतिक कानुनलाई विवेकवादका रूपमा अगाडि ल्याई राज्यको उत्थान र वैयक्तिक स्वतन्त्रता आउनु छ नि, तपाईँको पर्सनल फ्रिडम। अहिलेको संविधान गरे हेर्नुहोस् त, मौलिक हक अधिकारमा के कुरा गरेका छ अनि त, तथा स्वाधीनताको औचित्य पुष्टि गर्ने आधार बनायो। अनि त्यसपछि यस कालका राजनीतिक चिन्तनमा हब्स, लक, रुसो जस्ता विद्वानहरूको मत राज्य स्थापनाको आधार सामाजिक सम्झौता, सोसियल कन्ट्र्याक्ट। हरेक चुनाव हेर्लास चुनावमा भन्छौँ नि, हो सोसियल कन्ट्र्याक्ट। ए आउनुहोस् तपाईँ र म कन्ट्र्याक्ट गरौँ औँठा छाप लाएर भन्ने होइन सोसियल कन्ट्र्याक्ट। तपाईँ शासक हो, जितेर जानुभयो, तपाईँ र मेरो बिचमा अवश्य सोसियल कन्ट्र्याक्ट हुन्छ। अनि अर्को चुनावमा देखाउँछ जनताले, त्यही कुरा आएको सोसियल कन्ट्र्याक्ट। शब्द पो सिम्पल छ, हेर्दै जानुहोस्। यसकालमा राज्यको सार्वभौमिकताको पुष्टि गर्न सामाजिक सम्झौतासितै सोभर्निटी चाहियो नि, सार्वभौम सत्ताको कुरा गर्दै पुष्टि गर्न सामाजिक सम्झौताको सिद्धान्त महत्त्वपूर्ण सिद्धान्त रूपमा अगाडि ल्याइएको भन्ने कुरा आयो। अब थोरै गरौँ, त्यसपछि भोलि कन्टिन्यू गरौँला। के गरेँ यहाँदेखि म तल गएन। अब प्राकृतिक कानुनको आधुनिक धारणा अनुसार के रहेछ त हेर्दै जानुहोस्।
आधुनिक धारणा अनुसार समकालीन समस्याको समाधान, समकालीन समस्या त हरेक समाजमा आउँछ नि त, होइन? अहिलेको हाम्रो समस्या एकातिर छ कि छैन? यसको समाधान तर्क अनुमानमा भन्दा पनि, तर्क र अनुमान, अनुमान त तपाईँ हामी बराबर, हामी 3 करोड नेपाली 18 करोड अनुमानको लागि दिन्छौँ। कसले सक्छ हामीलाई अनुमान गर्न? यो त ह्युमन साइकोलोजी हो। 3 करोड नेपालीले 18 करोड अनुमान लगाउँछ। तर ल हेर्नुहोस्, तर्क अनुमानमा भन्दा पनि सामाजिक तथ्यमा खोजिनुपर्छ, सोसियल फ्याक्ट चाहियो। किन आइडेन्टिटीको क्राइसिस किन हुन्छ? तपाईँको यो सङ्घीयता आउँदै गर्दा राज्यका नाम राख्दाखेरि कत्रो भण्डखालो मचिएको। धेरै टाढा नजानुहोस् न, 1 नम्बर प्रदेश अस्तिसम्म नाम राख्न सकिरहेको थिएन। कारण के हो? कि सामाजिक तथ्यभन्दा बाहिर जान खोज्दा समस्या आयो कि। मलाई मेरो आइडेन्टिटी चाहियो नि, आइडेन्टिटी चाहियो। हेर्नुहोस्, सेल्फ रियलाइजेसन, आइडेन्टिटी सामाजिक तथ्यमा खोजिनु पर्दछ भन्ने जस्ता परिवर्तित मान्यता स्थापना भए यो कालमा आएर। सामाजिक तथ्य सोसियल फ्याक्ट हो नि। तपाईँको सोसियल फ्याक्टमा त क्रिमिनल कोड हेर्नुभयो भने ल सामाजिक परम्परा अनुसार यस्तो यस्तो बिहे गर्न त पाइँदैन, तर दुईटा अक्षर तर, सामाजिक फ्याक्ट त त्यही हो नि। र कहिले पनि त्यस्ता कुरामा आफ्ना विचार नराख्नु होला, विवादित भयो भने बहुत गाह्रो हुन्छ। हेर्नुहोस्, मैले तरमा राखेर छोडिदिएँ, फिल इन द ब्ल्याङ्क्स आफै गर्नु होला है। अब समग्रमा हेर्दाखेरि हेर्नुहोस्, कानुनको उद्देश्य भनेको ओभरअल जे कुरा गरे पनि, अहिले हेर्नुहोस् यत्रो 1.5 घन्टा प्लस पढिसक्यौँ, यताबाट घुमाएको छ, उता लगाएको छ, उताबाट घुमाएको छ, यता लगाएको छ। अन्तिममा यसको जिस्ट भनेको समाजको भलाइ गर्नु हो। समाजको भलाइ कहाँ? सामाजिक तथ्यमा जाने समाजको भलाइ। र अब हजुरहरूलाई मैले यो अलिकति एडिसनल कुरा दिएको छु, प्राकृतिक कानुन र सामाजिक सम्झौता भने सोसियल कन्ट्र्याक्ट। अघि रुसो पढाएको थियौँ नि, हो जिन ज्याक रुसो, हब्स, लक र रुसोले ल्याएको सामाजिक यो कन्ट्र्याक्ट कुरा छ। यसलाई सरस्वती हेरौँला भोलि, र यसमा प्राकृतिक कानुनको अलिकति फेरि विवेचना गरेर अनि भोलि अलिकति बुझ्छौँ हामी है। अब यहीँ बसे मात्रै विचार सुन्दर रिजल्ट जाने के गर्नुहुन्छ? यति भन्दै म आजको क्लास मैले यहीँ अफ गरेँ। अब कति लिनुभयो, के लिनुभयो, एक कोरो बढी भयो होला। अब धेरै कुरा सोध्न पाइएन, भोलि सोध्न पाइन्छ, किन आज पढाएको कुरा। अब हाउ यु फिल मलाई थाहा हुँदैन होइन। अब तपाईँले कसरी लिनुभयो र तपाईँको कन्फिडेन्स कति बुस्टअप भयो यो दिस क्लास, यसमा पनि आफै त्यो सेल्फ एक्चुअलाइजेसन र सेल्फ रियलाइजेसन गर्नु होला। र बाँकी कुरा आई विल कन्टिन्यू बाई टुमारो है। ल सबैलाई नमस्ते, फिजिकल अनलाइन जो जो हुनुहुन्छ सबैलाई नमस्ते है त। थ्याङ्क यू सो मच। अब चाहिँ धेरै नबोलौँ होइन। कति बज्यो अहिले? 7:48। ए, घर जाने बेला ठिकै ठिकै भएछ होइन। भोलि पनि आजकै समयमा हामी सुरु गर्छौँ र भोलि पनि जुरिस्प्रुडेन्स नै गर्छौँ। सन्डे हामीले ड्राफ्टिङ कसरी गर्ने भनेर नेपाल सरकारका सहन्याधिवक्ता सोमकान्त भण्डारी सर क्लास हुन्छ। उहाँको ड्राफ्टिङ सम्बन्धी किताब पनि निकालिसक्नु भएको छ, 6औँ 7औँ एडिसन आएको छ। हरेक ल फर्ममा हुने किताब हो। त्यसले यो ड्राफ्टिङको बेसिक स्किलबाट तपाईँलाई लैजान्छौँ। योभन्दा अगाडि जुरिस्प्रुडेन्समा क्लास हुन्छ र त्यो बिचमा कुनै क्लास एड गर्नुपर्ने देखियो भने टिचरको सेड्युल अनुसार त्यसमा पनि हामी एड गर्छौँ। भोलि सरकै क्लास हुन्छ। आजकै समयमा हजुरहरू पनि आउनु होला, यो अनुरोध गरेँ। अनलाइनमा हुने साथीहरूले मलाई सुन्नु भएको छ भने हजुरहरू आजको धेरैजना कन्फ्युजन 7 बजी जोइन गर्नुभएको थियो धेरै क्लासहरू, र हाम्रो इन्फर्मेसनले पनि त्यो भयो होला। भोलिबाट 6 बजे नै जोइन गरेर म अनुरोध गर्छु अनलाइन साथीहरू। हजुर त्यो पनि राम्रो कुरा हो। एकदमै एकदम हजुरहरू पनि अलिक चाँडो आइदिनु भयो भने होइन, अनलाइनमा जोडिने साथीहरू पनि जोड्दै गर्नुहुन्छ। सरले भनेको कुरा एकदमै सही कुरा हो।
त्यसलाई हामी 6 बजेभित्र यो अलिक टाइममै पनि आउने जस्तो आज 5 मिनट होल्ड गऱ्यौँ होइन त्यो सरले भनेको कुरा एकदम मनासी है त्यसलाई भोलि हामीले अप्लाई गरिहाल्छौँ के हुन्छ 2जना हुनुभयो भने सुरु गर्ने है भोलि भोलि 2जना हुनुभयो भने हामी सुरु गर्छौँ ओके डन ए होइन उहाँले के भन्नु पछि नआऊ है भन्नुभयो नि होइन यी सबै कुरालाई हेरेर हामीले त्यो चाहिँ हुन्छ हाम्रो हरेक केही दिनपछि हाम्रो रिक्याप हुन्छ हजुर नोट आउँछ रेकर्डिङ आइसकेको छ होइन सबै आउँछ तर लेख्ने बानी चाहिँ हजुरलाई मैले के गर्दिनँ भने जस्तो मैले प्रत्येक दिन 15 मिनट जति मैले समय लिन्छु भनेको छ त्यसको कम्पेन्सेट अर्को एडिसनल क्लास थपेर भयो गराउँछु त्यसो हुँदा यसमा चाहिँ मैले क्लास हामी नम्बर अफ क्लास यति भनेर हामीले गरेका छैनौँ पार्टिसिपेन्टले कति बुझ्नु भएको छ भनेर हामी ध्यान दिएको छौँ है त्यसमा हजुर ढुक्क हुनु होला यो क्लास कहिले आधी 1.5 घन्टा क्लास थोरै होला अलि राम्रो होला त्यसमा हामीले ध्यान दिउँ है तर हजुरले भनेको कुरा म नोटेड गरेँ जो बेस्ट हुन्छ त्यसलाई ध्यान दिएर जान्छु थ्याङ्क यू सो मच ओके अनलाइनका साथीहरूलाई पनि धेरै धन्यवाद अहिले ज्ञान नमस्कार म अधिवक्ता हरिप्रसाद ट्रेनिङ सेक्टरमा पाइने